सो नभन्दा यतितिर काँडा छ भन्ने देखिएको छ हैन। सो यो टाइममा यो त सायद यो मैले 6 महिना अगाडि कुरा गरे भने यही कुराहरू हुन सक्थ्यो, तर यही ठाउँमा के छ भने गभर्नरको कुरा पनि आइरहेछ र सायद भोलि पनि भन्ने कुरा आउने कुरा पनि छ, नत्र पनि यो हप्ताभरि भन्ने कुरा पनि छ। सो यो अलिक समय लाग्ने र यही पेरिफेरल निक्लिने भन्ने कुरा पनि देखिएको छ र सिजन पनि छ हैन। मार्केट डराउनु पर्ने अवस्था छैन खासै अहिले टोटली, तर यो ठाउँबाट चाहिँ छुट्यो निस्क्यो या झरो भने चाहिँ फेरि प्रब्लम यहाँ एकदमै राम्रो चाहिँ बनेर आएको छ। सबै कुराहरू जुटेरै आएका छन्, अब चाहिँ सिजन पनि छ। यस्तो हुन्छ नि, जस्तै अब असार साउनमा धान रोपेको हुन्छ, बाली काट्छन् रे रोप्छन्, अनि तर हावा हुन्डेरी आएर त्यही बाली बिगारिदिन्छ, बाली बिग्रिन्छ हेर्नुहोस् हैन। तर फल्नु पर्ने हो, भदौको रात्रि फल्छ होला सायद, हुँदैन नि त, बिग्रिन्छ। हो त्यस प्रकारको चाहिँ समस्या आयो भने बेलै गर्दा, तर सिजन चाहिँ फल्ने सिजन हो। त्यो सिजन भनेको के हो नेप्से कहिले सिजन चाहिँ परेको सिजन हो। त्यो सिजनमा सबै कुराहरू चाहिँ मिलेरै आएको छ भन्छु म। र त्यसलाई हेर्ने हो भने चाहिँ बजारले झुक्क्याउनै खोजेको छ, एकदमै झुक्किन खोजेको छ। मैले आज बाई गरेँ हेर्नुहोस्, हिजो अस्ति मैले सेल गरेर थिएँ, आज फेरि बाई इन्ट्री सेरेँ मैले। झुक्क्याएँ मैले डेट वाइज मेरो डेट परेको हुनाले मैले किने, जसै होस् भनेर डेटले भन्यो, मैले आफ्नो काम गरेँ, नो प्रब्लम। किनभने मेरो त्यही 2 तारिक 4 तारिक 6 तारिक या एक दिन तल माथि 2 क्यान्डल तल झर्ला, नो प्रब्लम। 6 तारिक त माथि छँदैछ, बेच्ने डेट पनि मेरो छँदैछ हैन। सो बेच्नु भने कमसेकम 2 हप्ता 3 हप्ता त पर्खिनै पर्छ मिनिमम पनि। तसर्थ मैले किने, मेरो डेट परेको हुनाले मैले किने, मैले केही गरिन जस्तो नराम्रो सोचिन, आफू लिएँ भनेर चाहिँ बसेको छु। अब यसलाई मैले मन्थलीबाट हेर्नु पर्यो भने के छ त भनेर चाहिँ मन्थलीमा झुकिएको छ। मन्थली मैले जुन भन्दै आउँथेँ बुलिस माहौल हुनलाई अप ट्रेन्डको हिसाबमा छ भनेको थिएँ मैले पहिला हैन। त्यो अप ट्रेन्डलाई पनि के छ भने डाउन ट्रेन्डमा पनि कन्भर्ट गरिसकेको छ। अब यो झुक्क्याउँछ या यसलाई चाहिँ भ्यालिड गर्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी छ। सो यो महिनामा अस्तिको महिना त घटेको छ, यो महिना स्टिल अब चल्दैछ फिलहाल है। र जो समग्र मार्केट हेर्ने हो भने मन्थली वाइज र विभिन्न पुराना चाहिँ बुल आका हिसाबले विभिन्न ट्रेन्ड लाइनहरू छन्, मैले भनेको छु पहिला। त्यसलाई हेर्ने हो भने चाहिँ अलिकति डाउनमा चाहिँ बसेको छ बजार। यो डाउन बसेर बाउन्स पनि हुन्छ। त्यहाँ पहिला पनि के थियो भने तपाईँलाई म कहाँको कुरा गर्छु भने तपाईँलाई एउटा कुरा गर्छु, अक्टोबर 2015 जुन चाहिँ म मिडल लाइन भन्छु नि, मिडल लाइन जस्तै यो 2000 सालदेखि 2008 मा चल्ने मिडल लाइन, त्यसै गरी 2008 देखि 2017 बीचमा चल्ने मिडल लाइन छ, यसको एउटा छ नापतोल। त्यो मिडल लाइन के गर्यो भने नि, त्यो मिडल लाइनलाई ब्रेक डाउन गरेर क्लोज गरौँ मन्थली। तर नेक्स्ट मन्थ त्यो मन्थली क्लोज गरौँ, नेक्स्ट मन्थ त भएको छैन, ओहो त्यसलाई क्लोज गरौँ मार्केट तल हुन्छ भनेर सोचाइ पर्छ त्यो बेला, किनभने मिडल लाइनलाई ब्रेक डाउन गराएको छ। तर नेक्स्ट मन्थदेखि के छ भने माथिबाट चाहिँ निक्लेर मार्केट बुम गरेर चाहिँ गएको छ। गर्दै कति थियो, 1 2 3 3 1 2 3 4 5 6 7 8 8 9 महिना बजार चाहिँ माथि बुलिस गयो। त्यस्तै मिडल लाइन, त्यस्तै मिडल लाइन भनेको तपाईलाई लिनु पर्यो भने यसलाई लिएको छु मैले 2021 को मिडल लाइन एउटा हाई र तपाईलाई फोरकास्टमा 2026 अगस्तको फोरकास्ट छ। त्यसलाई हेर्ने हो भने मिडल लाइन परेको तपाईलाई, त्यसलाई ब्रेक डाउन गरेर तल बस्यो गत महिना भने त्योभन्दा मुनि पनि अलि छ। अब यही क्यान्डल चाहिँ माथि जाने हो कि अघि गयो जस्तै भन्ने कुरा पनि आउँछ, तर जान सकेन भने अलिकति सोच्नु पर्ने अवस्था आउँछ। यो महिना मे महिना एकदमै संवेदनशील छ। अब जान्छ जाँदैन तोड्नुलाई कम्तीमा पनि 27.5 मैले पहिला भनेको थिएँ, कमसेकम 2710 पनि तोड्यो भने पनि त्यो मिडल लाइन भन्दा पार गर्यो भनिन्छ र 2750 तोड्यो भने चाहिँ पहिला 2008 देखि आएको मिडल ट्रेन्ड लाइनलाई चाहिँ तोडेर बस्दा चाहिँ बुलिसमा चाहिँ कन्भर्ट भयो भन्ने बुझिन्छ। अहिले चाहिँ हामी अप ट्रेन्डबाट पनि डाउनमा छौँ। सो 2710 कट्ने बित्तिकै अप ट्रेन्डमा जान्छौँ, 2750 कट्यो भने बुलिसको ट्रेन्डमा जान्छौँ। ट्रेन्ड चाहिँ त्यो हुन्छ।
स्टिल यो महिना बजारले कसरी लिन्छ त्यो मलाई पनि थाहा छैन। तर यो महिनासम्म भएकोले यो महिना गभर्नर आउने भएकोले कांग्रेसकै जसरी पनि आउँछ, गरे नि बायाँ गरे चिट पनि मेरै पट पनि मेरै भने जस्तो कांग्रेसै आउँछ भन्ने हामीलाई 99.9% छ। ज्ञान ढुङ्गाना, त्यसपछि गुडाकार भट्ट, निलन ढुङ्गाना त अलरेडी एमालेको हुनाले चाहिँ एमालेसँग त्यो सम्झौता छैन कि कांग्रेसको हुनुपर्छ भन्ने सम्झौता छ। सो ढुङ्गाना भट्ट एनी हाउ कांग्रेस आऊ गभर्नर छ र त्यसले चाहिँ बजारलाई पोजिटिभ गर्छ भन्ने छ र यही महिना नै गभर्नर आउने या यो हप्ता या वाट एभर यही चल्ने। सो यही ठाउँबाट चाहिँ लाग्दाखेरि बजार डेफिनेटली 2710 बाट चाहिँ अप ट्रेन्ड, देन 2750 हुँदै चाहिँ बुलिश ट्रेन्डबाट चाहिँ सुरु हुन्छ कि भन्ने चाहिँ मलाई आभास भएको छ। जे छ यही महिनाकै हप्ता दिनसम्म या 2 हप्तासम्म 15 तारिक 14-15 तारिक पनि छ तपाईँलाई नेप्सेको वेट गर्ने ठाउँहरू, त्यहाँसम्म एक साइड जाने माथितिर रेस्टिङ लेभल बनाउन सक्छ या सपोर्ट लेभल बनाउन सक्छ। त्यसपछि फेरि तपाईँको 24 तारिकहरू छ हैन। त्यस प्रकारको चाहिँ देखेको छ। तर जे होस् यो महिनादेखि नै बजारमा चाहिँ एउटा चाहिँ सुधार, जो निराशपन छ त्यो निराश चाहिँ के छ भने ह्यापी मुडमा चाहिँ राख्नु पर्ने हो र त्यो आउनु पर्ने हो। तर यतिको हुँदा हुँदै पनि यदि बजारले त्यो माहौल दिन सक्दैन भने यो हाम्रै दुर्भाग्य भनौस् या सबै कुराहरू हैन, एकदम त्यो सपोर्ट लाइन सबै छ त्यो टुट्यो भने बिग्रिन्छ। भन्नाले एउटा बिल्डिङमा कोही लेबर काम गरेछ सेफ्टी बेल्ट लगाएर, उसको लाइफ लाइन भनेको नि त सेफ्टी बेल्ट हुन्छ। सेफ्टी बेल्टले कट्यो भने त झट्टै झरो नि त हैन, लाइफ लाइन झुन्डिरहेको हुन्छ। त्यस्तै यो महिनामा त्यो बजार चाहिँ के छ भने बजार झुन्डिएको छ। यो महिनाको बजार यदि कट्ने हो भने सायद त्यो झर्छ कि भन्ने लागेको छ। सो त्यस प्रकारले ल्याएको छु। यसलाई निष्कर्ष लिनुपर्ने हो भने चाहिँ बजारमा स्टिल हामी होप गर्न चाहिँ सक्छौँ। र अझै हेर्ने हो भने तपाईँलाई एउटा मन्थली क्यानलमा साधारण इएमए 9 लाउँदा पनि 2610.72 भन्छ, त्योभन्दा माथि नै छ। इएमए 9 भनेको एकदम सर्ट टाइपको चाहिँ एउटा चाहिँ हो, मुभी एभरेज हो यो हैन, एक्सपोनेन्शियल मुभी एभरेज। त्यहाँ जबसम्म त्यहाँदेखि माथि बजार बस्छ त्यो राम्रो मानिन्छ। त्यो टोटल डेमा होस् या विकली होस् वाट एभर, मन्थली नै बसेको छ। सो त्यहाँसम्म बस्दा पनि बजार राम्रो मानिन्छ र यहाँसम्म हुँदा बजार राम्रै रहेछ भनेर चाहिँ हामी चाहिँ यसलाई चाहिँ अवलोकन गर्न सक्छौँ, त्यसलाई चाहिँ बुझ्न सक्छौँ। मैले यसरी बुझेछु। सो द्याट मेरो इन्ट्री गरिसकेँ र यो क्यान्डल पनि धेरै इम्पोर्टेन्ट छ यो महिनाको। आशा गरौँ यो महिनामा जानुपर्ने हो। 2710 त कति छ र 90 पोइन्ट हो। 2 दिन उस्तै परे 2 दिन जान्छ, उस्तै परे 1 दिन पनि जान्छ राम्रो न्युज आइदियो भने। सो यसरी छ मन्थलीमा, त्यसरी छ हैन। मन्थलीमा डाउन त ल्याएको छ, ल्याउन चाहिँ अब यो झुक्याउन ल्याएको हो कि या चाहिँ के गर्छ हैन, त्यो चाहिँ हेर्न आयो। तर इएमए 9 भन्दा चाहिँ माथि चाहिँ 2610, त्यसै पनि मैले 2614 पनि हिजोडा भनेको थिएँ मैले, त्यही पेरिफेरी पनि छ। यही पेरिफेरी देखिन्छ। यही फेरि तोड्यो बजार यो महिनाभरिमा, डेमा तोड्ला तर महिनाभरिमा तोड्नु पर्यो त्यो चाहिँ फेरि भनेपछि त्यो चाहिँ अलिकति डाउन जान्छ। तर यो डेमै लाइनमा पनि 2580 79 आयो भने पनि तर्सिनु पर्दैन। तर महिनामा चाहिँ आइदियो भने चाहिँ मन्थली क्लोज भइदियो भने चाहिँ देन सायद सोच्न परेगा भन्ने हुन्छ। त्यस्तो छ हौ सरहरू मैले आफूले पाएको। अब साथीहरूको विभिन्न आशा पनि होला हैन। सो मेरो तर्फबाट पाएको मैले त्यसरी चाहिँ छ। यसमा केही कुराहरू छन् भने सुझावहरू या अन्य केही राख्न सक्नुहुन्छ। मैले सबै एकै सासमा सबै कुराहरू भने। ओके सर, सरलाई धन्यवाद। सर यो आज बजारको कारोबारको हिसाब हेर्नुपर्दाखेरि सुरुमा आज ओपनिङ हाम्रो प्लसमै भएको थियो। बीचमा तपाईँको 1 बजेसम्म तपाईँको 1 देखि 2 1 बजेसम्म राम्रै कारोबार भएको थियो। 1 बजेपछि हल्का खस्खँदै गएर बेलुका हाम्रो क्लोजिङको समयमा चाहिँ अब रेड क्यान्डल बनाएर हाम्रो क्लोजिङ भएको अवस्थामा रहेको छ। र फेरि यो पहिलो कुरा रह्यो भने दोस्रो कुरा चाहिँ हाम्रो हाइड्रो सेक्टरमा हिजो अस्ति चलेको हाइड्रोहरू भन्दा अहिले फरक हाइड्रोहरू चल्न प्रयास गरेको जस्तो देखिन्छ। भन्नाले मैले यो हाइड्रो सेक्टरको मात्र हेर्दाखेरि त्यो स्वरूप देखेको हुनाले कि अब रोटेसन चेन्ज हुन खोजेको हो सर। हाइड्रो रोटेसन, हजुर सर, हजुर। हाइड्रोबाट रोटेसन चेन्ज भनेको अब हाइड्रो झरो भने त गयो बजार, रोटेसन के कुरा गर्ने। हाइड्रो झरो मतलब गयो, जुन हामीलाई डर छ। हाइड्रो भित्रकै रोटेसन सर, हाइड्रो भित्रमै हाइड्रो भित्र रोटेसन हुन सक्छ। हाइड्रो भित्र त मैले हिजो पनि भने धेरै कम थियो एकदम स्टकहरू चाहिँ एउटा बाई गर्ने, धेरै कम थियो।
तर जुन मैले एनालाइज गरेर बसेको थिएँ नि राम्रो थियो, किन्दा नै किन्न भने भन्छ हैन, अर्कैमा डाइभर्ट भएँ म। जुन मेरो दिमागमा थिएन त्यो फ्याट्टै आएर छिरिहालेँ। तर राम्रो थियो हैन, त्यो कुराहरू छिरिन म। तर त्यहाँ सप्लाई आयो कि लाग्यो मलाई पछिबाट, अन्त छिरिन। जो चाहिँ हप्ता 10 दिनदेखि एउटै प्राइसमा बसिरहेको थियो, एउटैमा ल्याङल्याङ गरिरहेको थियो एकदम सर्टली छोटो रूपमा, त्यो चाहिँ छिरियो हैन। एउटा इपिएस राम्रै भयो, कम्पनी छिरियो। त्यसमा घट्दाखेरि त्यो 1 रुपैयाँ कि 2 3 रुपैयाँ चाहिँ घट्यो होला, तर डर छैन, टाइम मसँग नजिक छ भनेर चाहिँ छिरियो र राखियो। हाइटमा रोटेसन होइन, रोटेसन त त्यही हो, कोही माथि गए बेचे होइन, जस्तै आराधीहरू, पिसिएलहरू, एनजिपिएलहरू माथि गए बेचे होइन, त्यस्तरी देखिन्छ जस्तो लाग्छ। अरूहरू जस्तो सिफ्ट हुने, जो तल छन् बटम, जो आरएसआई 30 भन्दा मुनि छन्, 22-23 नै होला कोही कोहीहरू, त्यहाँ गएर चाहिँ तपाईँको त्यो छिरेको हुनसक्छ। रोटेसन हाइटमा हुनसक्छ, त्यो हुनसक्छ। एक लेभलको करेक्सन आउँछ अनि त्यो पैसाहरू अरू कमजोर कम्पनी, कमजोर भने प्राइसमा नि, कमजोर प्राइस भन्नाले लो लेभलको प्राइसमा आएकोमा जान सक्छ र जुन फल आउँछ त्यसको एउटा करेक्सन आउँछ, त्यसपछि फेरि अनि त्यो पनि निक्लिन्छ। त्यो हुन सक्छ। तपाईले भनेको रोटेसनको रूपमा चाहिँ लिन सकिन्छ त्यसलाई। अनि हाइड्रोको चाहिँ विकलीको हिसाबले हेर्ने हो भने मैले यस्तो अस्ति हेरेको थिएँ हाइड्रोको विकली, जुन मैले मिडल लाइनलाई तोडेर चाहिँ अप ट्रेन्ड भन्ने तोडेर गएको छ भने मैले त्यसलाई नेप्सेलाई, त्यसरी त्यो हाइड्रो चाहिँ यस्तो छैन। हाइड्रो चाहिँ फेरि विकली लेभलमै माथि छ। म हाइड्रोको हेर्छु ल, विकली लेभलमै तपाईँको चाहिँ त्यो के छ भने बिचको ट्रेन्ड लाइन भन्दा माथि हाइड्रो चाहिँ देखेको थिएँ मैले। यस छ, अस्तिको हप्ता र यो हप्ता पनि ठिक छ, त्यो भन्दा माथि नै छ त्यो बिचको ट्रेन्ड लाइन। बिचको कस्तो आउँछ भने यसको लो लेभल 850.25 र यसको फोरकास्ट भनेको तपाईलाई 2026-15 मे हुन्छ। त्यसको बिचको लेभल भनेको तपाईलाई मिडल लाइन छ आउँछ, त्यो चाहिँ तपाईलाई के छ भने तोडेको छैन, त्यो माथि बसेको छ। त्यसलाई तपाईले मिडल लाइनलाई यसले छोएको छ। यो 29 सेप्टेम्बर 2024 को क्यान्डल छ विकलीमा, त्यसलाई ठ्याक्कै मिडल लाइनलाई छोएको छ। सो अहिले त छुन सक्यो भने बेग्लै कुरा, हाइड्रो अलिकति आयो भने अलिकति आउला, तर त्यही मिडल लाइनलाई। सो स्टिल मार्केट के छ भने हाइड्रो अप ट्रेन्डमा छ। यसको बुलिसको भाग मैले खिचेको छैन, मैले विगतको डाटा लिएर चाहिँ यो हाइड्रो कसरी चाहिँ गएको छ करेन्टली भने चाहिँ मैले त्यो चाहिँ बनाएको छैन। तर प्रेजेन्टली तपाईलाई हेर्ने हो भने चाहिँ तपाईको चाहिँ मार्केट अप ट्रेन्डमा छ हाइड्रो चाहिँ, तर नेप्से चाहिँ के छ, डाउन ट्रेन्डमा छ। हाइड्रो चाहिँ के छ, अप ट्रेन्डमा छ। त्यो छ। र यसको अब 2026 मार्च एउटा फोरकास्ट त्यो बेग्लै छैन, त्योभन्दा अगाडि नै बजार त निक्लिन्छ। निक्ल्यो भने जुलाईसम्म पनि निक्लिन सक्छ, जुन जुलाईतिर निक्लिँदाखेरि, नत्र भने 26 मार्चतिर जान सक्ला गयो भने, धेरै लामो लाग्छ भने। सो अगस्त 24-25 तिर हाइड्रो मेबी ब्रेकआउटतिर जान सक्छ त्यस प्रकार 2025 मा हैन। तसर्थ यो चाहिँ के छ भने अप ट्रेन्डमा छ, अप ट्रेन्डमा छ। र अस्तिको 3955 समथिङ हाई जस्तो लाग्छ, 50-55। त्यसको ब्रेकआउटको निम्तिमा चाहिँ बुलिस छ, त्यसको लागि चाहिँ बजार बुलिस छ देखिएको छ हैन। सो ब्रेकआउट हुनको निम्ति चाहिँ बुलिस छ र अहिले गइरहेको बजार चाहिँ अप ट्रेन्ड छ, माने त्यही छुएर आयो भने पनि त्यो अप ट्रेन्डमा छ। डाउन ट्रेन्डको लागि चाहिँ बाटो अहिले खाता खोलेको छैन, त्यस्तो छ। र केही कुरो केही घटिहाल्यो भने सपोर्ट लिने ठाउँ पनि बनाएको छ, त्यो पनि बुलिसै हुन्छ हैन। घटिहाल्यो भने पनि विकली वाइजमा पनि हैन भने यहाँ निक्लियो भने पनि राम्रो छ। र रहेको कुरा यसलाई चाहिँ कन्फर्मेसन गर्नलाई आरएसआईले हेर्ने हो भने आरएसआईमा तपाईको चाहिँ होइन र डाइभर्जन छैन र बुलिस डाइभर्जन लाग्छ मलाई आरएसआईमा। हेर्नु त विकलीमा साथीहरु कन्फर्म गर्नुस्, कसैले च्याटिङमा राख्नुस्, आरएसआईमा विकली डाइभर्जन बुलिस डाइभर्जन देख्छु म चाहिँ। कसैले कमेन्ट्समा हाल्नु होला हैन। हाइड्रो आजबाट टोपी लेख्नु भएको छ, मैले हाइड्रो यहाँ चाहिँ बुलिस देखाएको छ, के छ तपाईहरुको हेर्नु होला। यहाँ चाहिँ डाइभर्जेन्सको रूपमा गरेछ। सो उँभो गरेछ, माथि पनि गरेछ, 49.37 छ, साइज 50 को रूपमा जान खोजेको छ। यो हप्ता अब गभर्नमेन्ट भनेको गभर्नरको साथसाथै
लाई लिएर नि यसले अगाडि बढ्छ कि सो गभर्नर आउने बित्तिकै हाइड्रोमा एकदमै मस्त खान्छु कमाउँछु भन्ने हेतुले पनि हाइड्रोमा धेरै भोलमहरू आएको हुनसक्छ किनभने हामीसँग फन्डामेन्टली एउटा एकदमै स्ट्रङ चाहिँ आउने अवस्थाहरू देखेको छ सायद त्यही भएर पनि हाइड्रोमा ठुलो भोलमको रूपमा चाहिँ बजार लिन चाहिँ बजार चाहिँ यहाँ छिरेको पनि देखिन्छ र अप ट्रेन्डको रूपमा पनि गएको छ भन्ने कुरा पनि पाइरहेको छु र अनब्यालेन्स भोलम पनि केही रूपमा राम्रै छ नराम्रो छैन विकलीमा पनि एक्युरेसन राम्रै छ डिएमआई लेभल हेर्ने हो भने अलिकति प्रब्लम जस्तो लाग्छ सायद यो विकमा के सुधार होला तर आरएसआई को रूपमा हेर्ने हो राम्रो छ र एमएससिडी को चाहिँ जुन ऊ छ हिस्टोग्राम जो छ पिलर त्यसको चाहिँ फिक्का फिक्का हुँदै हुँदै तल 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 सानो हुँदै गएको छ भने केही साइडवेज भए तापनि केही अलिकति माथि गए तापनि त्यस्तो एडिसन नरहे पनि यो चाहिँ तल तल गइरहेको अवस्था छ र आरएसआई एमएससी तल तल झरेर जिरो लाइन आउन सक्छ तर आरएसआई चाहिँ माथि जान सक्छ त्यस प्रकारको वातावरण चाहिँ बन्न सक्छ हाइड्रोमा तर अहिले तुरुन्तै नै भ्याट्टै जान्छ भन्ने चाहिँ हिसाबी छैन किनभने कति हाइड्रो करेक्सन पनि भएछ कोही माथि पनि जाएका छन् सो दुईटैले तालमेल मिलाएर चाहिँ बजार हाइड्रो सेक्टरमै अगाडि बिस्तारै निस्किन सक्ला समग्र हाइड्रो नै माथि चाहिँ नहोला किन अस्ति धेरै माथि गएका छन् र कोही करेक्सन ल्याएला जो तल छ त्यो चाहिँ माथिको हाइड्रोमा त्यस्तो देखेको सर अरू त देन बेटर छ त्यस्तो केही छैन त मैले त स्टोरी के भन्ने अब ठिकै छ अरू सेक्टर त अब त्यो चान्स बनाउन सकेन होला सायद आज राम्रो बनाउन सकेन होला तर बन्ने क्रम चाहिँ बनाउन चाह्यो भने बन्ने क्रम चाहिँ बन्छ भन्नाले माने हाइड्रो जस्तै या चाहिँ बनेको छैन त्यो जस्तै फाइनेन्स हेरेँ मैले बनेकै छैन हैन माइक्रो फाइनेन्स हेरेँ हिजो अलिकति बन्न खोजे जस्तो थियो तर बनेकै पनि नआएको माइक्रो फाइनेन्समा के गर्यो हिजो रातलाई ठुक्का तलै झारेछ हरियोको रातो छ रातै छ ठिक छ त यो पनि एउटा माइक्रो फाइनेन्समा पनि एक्सप्लेनेसन हुन सक्छ बेला तर हो भन्दैमा जम्प हान्नु हुँदैन विचार चाहिँ गर्नुपर्छ माइक्रो फाइनेन्सले लाइन चार्टले त ब्रेकडाउन गरिसकेको छ क्यान्डलमा बाँकी छ लाइन चार्टले ब्रेकडाउन गर्नु भनेको त अलिकति नराम्रो सिनारियो हो हैन क्यान्डलले चाहिँ ब्रेकडाउन गरे हुँदैन स्टिल होल्ड हुन्छ मान्छेहरू तर लाइन चार्टले ब्रेकडाउन गरिसकेको हुन्छ सो अलिकति ब्याड त छ चाहिँ अब त्यही हो हुत्तै निकाल्नु पर्यो आज 19-22 कति पट निकालेको थियो 19-20 पोइन्ट त्यसरी चाहिँ ल्याइगर तान्निनु पर्छ त्यस प्रकारको हो भने मात्रै राम्रो आउँछ अदरवाइज प्रब्लम अरूमा छैन हाइड्रो बाहेक चाहिँ मैले देखाएको छैन अब हाइड्रोमा चाहिँ मैले देखिनँ एकै हाइड्रोमा देखाएको छैन ब्याङ्कको चाहिँ के छ हेरौँ ब्याङ्कको त झन् जयरामजी के होला फेरि ब्याङ्कमा अलिकति गरी खान खोजे जस्तो लागेको थियो आज एक पक्ष चाहिँ राम्रो छ है ब्याङ्कको यहाँ हिजोको लोलाई टच गराएको छैन है यसले एक पक्ष चाहिँ राम्रो छ हिजोको लोलाई नेप्सेलाई चाहिँ टच गरौँ हिजोको लोलाई होइन तर हाइड्रोलाई लोलाई टच गरेर रहन्छ त्यो एउटा राम्रो मानिन्छ है त्यो एउटा राम्रो मानिन्छ जब हिजोको लोलाई यदि आज यस्तो अवस्था टच नगर्नु राम्रो मानिन्छ मतलब भोलि 1301.92 छ त्यसलाई चाहिँ टच गर्न सक्छ अथवा यो टच नगरिकनै बस्ने हो भने चाहिँ ब्याङ्क यहाँबाट कथी कथा यहाँबाट चाहिँ फर्किन सक्ने अवस्था पनि देखाउँछ किनभने हिजो अस्ति जति थियो सबै लोलाई टच गराएको थियो आज गर्न सकेको छैन नेप्सेलाई टच गरौ हैन अरू काकालाई गरे होला तर हाइड्रो ब्याङ्कलाई टच गरेको छैन सो कतै ब्याङ्कमा केही सुधार आउने हो कि बा एउटा त्यो छ यदि भोलि हिजोको लोलाई चाहिँ टच गर्दैन भने सायद ब्याङ्कमा केही सुधार आउन सक्ने सम्भावना चाहिँ राख्न सकिन्छ यहाँ पहिला नि हेर्नु न तपाईलाई यहाँ तपाईको चाहिँ 24 मार्चमा थियो लो बनाए भोलिपल्ट टच गरेको छैन त्यसपछि अलिकति बढ्दै गएको थियो यसलाई मैले चाहिँ डन्चिन च्यानलबाट डन्चिन च्यानल कि के डन्चिन च्यानल के हो डन्चिन च्यानलबाट चाहिँ मैले चाहिँ यसलाई कन्फर्म गरेको त्यहाँबाट चाहिँ कन्फर्म गरेको जब डन्चिन च्यानलको लोलाई चाहिँ छुँदैन बोनस कि त्यसको माथिको लाइन यात्राको वातावरण बनाउन सक्छ र तलको लाइन छुने बित्तिकै तलै आउँछ भन्ने हुन्छ तलको लाइन नछुनाले चाहिँ यहाँबाट चाहिँ अलिकति माथि जाला कि भन्ने चाहिँ शङ्का सकिन्छ माथि लाइनलाई छुनाउने माथि जान सक्छ तर माथि लाइन छुएन तल आयो भने तल आउन सक्छ त्यसरी चाहिँ हेर्नु डन्चिनको त्यो देखिन्छ प्रत्येक माने त्यो टचिङहरुमा डन्चिन च्यानललाई छुएन मतलब त्यो तल माथि लाइनमा
तल छुएन मतलब माथि भन्ने सम्भावनाको चाहिँ एउटा चाहिँ अवस्थाहरू हुन्छ। सो ब्याङ्किङ सेक्टरमा अन्ली एउटै कुराले डनचेन च्यानलले चाहिँ डनचेन च्यानल हौ नाम त यसको डिसी डनचेन च्यानल ओके डनचेन च्यानल है त्यसले चाहिँ तपाईँको चाहिँ देखाउँछ सेटिङ 10 गर्छु म तपाईँहरूले कति गर्नुभएको छ म चाहिँ 10 गर्छु है 10 दिन मार्केट झर्दा चाहिँ के छ भने आज आएर टच गरेन भन्ने बुझ्छ क्या 10 दिनसम्म मार्केट झर्दा 10 दिनपछि तपाईँको आज टच गरेन क्या 10 दिनसम्म टच गरेको थियो अस्ति र 10 दिनमा आएर चाहिँ टच गरेन भन्ने बुझिन्छ क्या सो कतै सिनारी राम्रो हो कि बा ब्याङ्कको भोलिको दिनमा भन्ने एउटा छ र 30बाट आएर पनि यसले आएर चाहिँ के छ भने माथितिरको लागि हुक गर्न खोजेको पनि एउटा अवस्था देखिन्छ इभन यहाँ तपाईँलाई चाहिँ ग्रेभस्टोन दोजी एउटा सप्लाई क्यान्डल देखाए तापनि के एउटा होप चाहिँ गर्न सकिन्छ त्यति हो एउटा भन्ने बाटो चाहिँ देखाएको छ त्यति हो राम्रो भयो रविन सर अलिकति साथीहरूबाट उठाउँ अनि म थपौँला ओके सर विनोद सर हाम्रो रविन सरले नेप्सीको विषयमा एउटा भिडियो पनि राख्नु भएको छ माथि अहिलेतिर S7 को विषयलाई लिएर ठिक छ सरको समीक्षा पनि सुन्यो हाम्रो केदार सर के हुनुहुन्छ सर केदार सरले बोल्नु भएन ल रविन सर नमस्कार रविन सरको आज हामीले त्यो नेप्सेकै समीक्षा गरिरहेका थियौँ यो यो नयाँ महिनाको सुरुवात पहिलो दिन र हप्ताको नि पहिलो कारोबारको दिन भएको हुनाले गर्दाखेरि आज हामीले यसलाई चाहिँ गत महिनाको तुलनामा आज कस्तो रूपले चाहिँ हेर्न सक्यौँ भन्ने कुरालाई नै समीक्षा सुरु गरेको थियौँ नमस्कार सरहरू नमस्कार समीक्षामा सरहरूको धेरै राम्रो समीक्षा आउँछ मेरो धेरै त्यस्तो टेक्निकल समीक्षा मेरो तर्फबाट हुँदैन सर मैले किनेका स्टकहरूको बारेमा कुरा गर्नुहुन्छ भने मैले लगातार बजारमा जुन स्टक फलो गरिरहेको छु त्यो स्टकहरू जहिले पनि एउटै ट्रेन्डमा छ न माथि गएको छ न तल आएको छ 2% माथि पनि तल आउँदैन तल माथि जाँदैन 2% तल पनि आउँदैन 4-5वटा स्टक छ मैले हेरिरहेको त समग्र बजारमा त यति धेरै चेन्ज आइरहेछ त्यहाँ चाहिँ त्यस्तो धेरै व्यापक चेन्ज आएको देखिँदैन तर बजार चाहिँ माथि जाने प्रवृत्ति भन्दा तल आउने प्रवृत्ति अलि बढी त्यो देखिएको छ तर दीर्घकालसम्म यस्तै रहन्छ भन्ने आधार पनि केही पनि छैन सर हाइड्रो सेक्टरले थोरै सपोर्ट गरेर माथि जाने भन्ने बजारमा हल्ला बढी हुन्छ यो हल्लाको देश हो अरू त्यस्तो ठ्याक्कै बजारमा के चिजले बजार माथि लान्छ भन्ने आधार पनि हामीसँग त्यो जुन हामीले 2-4वटा कुरा गर्छौँ तिनी आधारहरू सपोर्टहरू गजबको छ स्ट्रङ नै छ बजार माथि लाने भनेर ब्याज दर मुख्य कुरा अन्य पक्षहरू पनि त्यति डिस्टेबलाइज भएको जति जति भइसक्यो त्यहाँभन्दा यहाँभन्दा तल डिस्टेबलाइज हुने ठाउँ छैन तर बजारमा मनी मसलको कामलाई त्यो बजारको तथ्य यथार्थ हो त्यो यथार्थ कसरी कुन रूपमा बाहिर आउँछ त्यसकै भर पर्छ बजार अहिले पनि हाम्रो बजार त्यही पनि अहिले देखेको चाहिँ ठुला लार्ज क्याप्सहरूमा मनी मसलले काम गर्न सकेको छैन जसले गर्दा त्यतातिर धेरै त्यस्तो चलखेल उतार चढाव देखिँदैन र हाइड्रोहरूमा चाहिँ लार्ज क्याप भए पनि केही त्यो चलखेल देखिन्छ र फाइनेन्सतिर पनि त्यस्तो जुन पहिला एक खालको थियो नि फाइनेन्सलाई चाल गर्ने त्यो गतिविधि अहिले अलिकति कम भएको जस्तो देखिन्छ अहिले म हेर्दैछु सर एकचोटि मैले आज बजारलाई राम्रोसँग नहेरेको हुनाले बजारसँग म त अहिले डराएर काम गर्नुपर्ने अवस्था त होइन जस्तो लाग्छ त्यही पनि एउटा यहाँ हेर्दाखेरि एप्रिल हेर्दाखेरि बजार अझै पनि अब बजार डाउन भयो भने त फेरि बजार सिधै 2500 आउनुपर्छ कि जस्तो डर लाग्छ मलाई चाहिँ त्यहाँ आयो भने साथीहरूले गाली गर्छन् सबैले होइन सर देखेको कुरा त 2580 नै हो सर
हैन उम्, त्यो 2580 त्यहाँबाट चाहिँ 2580 रिटेस्ट हुन्छ कि भन्ने अपेक्षा हो सर। 2460 सम्म पनि आउन सक्ने सम्भावना देखिन्छ आयो भने सर हैन छन् त छ। हैन अब त्यो 2460 चाहिँ सेकेन्ड स्टेप हो सर, अहिले तत्कालै भेटिहाल्ने ठाउँ भनेको। तर यस्तो कि भोल्युमले सपोर्ट राम्रो देखिन्छ, एभरेज भोल्युम हेर्दा पनि राम्रो देखिन्छ। प्राइसको पनि अब त्यहाँ धेरै लामो समयसम्म एउटै ट्रेन्डमा एभरेज प्राइस छ। खास भन्ने नि बजार चाहिँ अहिले यो 2560 देखि तल त कुनै पनि हातमा आउनुहुन्न भन्ने हो सर है, होइन सर? हजुर मैले हजुर। त्यो बुझेको छु 2560 देखि तल नआउनु पर्ने हो बजार, एकदम तल आयो भने। त्यहाँभन्दा तल त कुनै पनि हातमा आउन। यदि बजार यहाँदेखि तल गयो भने चाहिँ सिधै 2460 मा आउँछ भनेर यहाँ साथीहरूले भनेको कुरा अनुसार त्यस्तै देख्छु मैले सर। तर यो बजार फेरि मनी बसलको काम हो सर। यी सबै चिजहरू पछि बनाउने मान्छेले बनाइदियो भने जहाँको जे पनि पुर्न सक्छ। यत्रो एग्रिगेट मार्केट नै हो। त यति हुँदा पनि केही सेक्टरमा भएका फेरि त्यस्तो केही पनि बजारसँग ठ्याक्क सिङ्क्रोनाइज, नेप्सेसँग सिङ्क्रोनाइज भएको स्टकहरू सबै छैन। केही स्टकहरू त्योभन्दा फरक ट्रेन्डमा पनि छन्। मैले मेरै स्टक एउटा हेरिहालेँ त यसमा थपेर के भन्दो रहेछ मेरो स्टकले चाहिँ। मेरो स्टक चाहिँ कतिवटा नेप्सेलाई क्रस गरेको छ, कहिले नेप्से भन्दा माथि गएको छ, कहिले नेप्सेदेखि तल तल आइरहेको छ, पक्कै प्यारललले गएको छ। डिसेम्बरमा चाहिँ डाउन गएको रहेछ सर। अक्टोबरमा नेप्सेलाई जितेर माथि गएको रहेछ मेरो स्टक। अनि अहिले आएर नेप्से भन्दा तल आएछ मेरो स्टकलाई फेरि। भनेपछि सबै स्टक पनि सिङ्क्रोनाइज चाहिँ हुँदो रहेनछ स्टक इन्डेक्ससँग। पछि अब यति बेला स्टक सिलेक्सनलाई ध्यान दिने हो भने बजारमा पैसा कमाउन सक्ने सम्भावना छ। तर कुन चाहिँ स्टक त्यो चाहिँ आफै एनालाइसिस गर्नुपर्छ साथीहरू। मैले बुझेको त्यही नै हो। यसमा मभन्दा धेरै जान्ने साथीहरू तल हुनुहुन्छ। मलाई धेरै कुरा त्यति कुरा मलाई बताउनु आउँदैन सरहरू। म चाहिँ एक नम्बर गफाडी मान्छेहरू गफ गर्न मलाई आउँछ। गफ गर्ने क्रममा मैले एउटा चाहिँ यो एआई को दुरुपयोग गरेर युट्युबमा नेपाल स्टक एक्सचेन्ज 7 को एउटा हाम्रो 2062-63 को त ऐन छ। ऐनलाई अलिकति सजिलो छिट्टो क्विक बुझ्नको लागि युट्युबमा सानो 7-8 मिनेटको भिडियो छ, अडियो छ। यसो सुन्नु होला। कहिलेकाहीँ नेप्सेका नियम कानुन के रहेछन्, के हुन सक्दो रहेछ। त छिट्टो क्विक 7-8 मिनेटमा यति सबै सर पढ्न हामीलाई अल्छी लाग्छ नि। त्यो एआई को दुरुपयोग गरेर बनाएको भिडियोले काम गर्छ होला। फुर्सद पाएछ सुन्नु होला, त्यो अनुरोध गर्छु। प्रवीण सर आउनुभएको छ। प्रवीण सर मलाई गाइड गर्नुहोस् त सर। ल मैले यति नै बोले। प्रवीण सर म चाहिँ बाहिर निस्किनु त। ल सरको कुरा सुनौँ। ओके सर, सरले राख्नुभएको एउटा समीक्षा ठिकै हो। हाम्रो प्रवीण सर पनि आइपुग्नु भयो। हामी नेप्सेको समग्र नेप्सेकै कुराहरू गर्दै थियौँ। दाइ मलाई मोड नदिनु होला है प्लिज दाइ। ए ओके ओके। किन त्यो यस्तो कुरा गर्छन्? गरिरहेको अब हुनाले सम्पूर्ण हामी सबै बोर्डबाट निस्केर प्रफिट दाइलाई मोड दिएर छोडिदिउँ त। आज उहाँले चलाउनुहुन्छ सबै हाउस। आज त्यति जिम्मेवारी लिनु त हजुर। उहाँलाई निकै दोषहरू प्राप्त भएको छ। त्यो दोषहरू फेरि उहाँले लिन चाहनु हुँदैन रे। हामी सम्पूर्ण मोडबाट हटेपछि दोष कसले दिन्छ र? सकिहाल्यो नि, होइन सर? अनि कसको तागत भन्नु दोष दिने? ल सर, ल रमाइलो पनि हो। ल प्रफिट दाइ हजुर कुरा पनि सुनौ। बजार राम्रो छ दाइ। अहिलेलाई खासै म केही भन्नु, बजार राम्रो छ दाइ। त्यो त हामीलाई पनि भन्न आउँछ नि सर। त्यो हामीलाई केटाकेटी जस्तो नबनाउनु, बच्चा बच्ची जस्तो त्यो मिठाई नखाउनु न। पिपल गेडी भने थाहा छ हजुरलाई? पिपल मेट भन्ने थाहा छ? हामी त सानो बच्चामा हुँदा खान्थ्यौँ। हजुरले राम्रो राम्रो मिठो मिठो खानुभयो होला। हामीलाई पिपल मेट दिएर ठक्क अनि केटाकेटीलाई फुर्र बनाएर छोडे जस्तो नगरिदिनु न दाइ। ल बजार कसरी राम्रो छ, कहाँ राम्रो छ, कुन बजार राम्रो छ, कताबाट राम्रो हुन्छ? हजुर मलाई दाइ भन्नुहुन्छ अनि फेरि पिपल गेडी खाएको थियो र भन्नुहुन्छ फेरि के कुरो? होइन खाएका थियौँ भने मैले, खाएका थियौँ भने कि
होइन ठिक छ ल यो पिपल गेडीलाई चाहिँ एकातिर छोडाउँदै के छ त अब हजुर के भइरहेको थियो नि दाइ अब ठ्याक्कै बजारको हामीले विषयमा के कुरालाई हामीले हामीले के भन्दैछौँ भने बजार कस्तो छ होला, कताबाट हामी बजारको कुन सेक्टरबाट बजारमा गयौँ भने हामी सेफ साइडमा हुन्छौँ र बजार त्यो 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 सेक्टरले भोलि कति बेला माथि जाला, त्यति बेला हामी सेफ साइडमा भएर पैसा पनि कमाइएला। दुखी नभइकन सुखसँग पैसा कमाउने स्टकहरू कुन कुन छन् होला, तपाईँको नजरमा के छन् भनेर यहाँ सबैको एक्सपेक्टेसन त्यो हुन्छ। सेक्टर मात्रै भनिदिनु भयो भने तपाईँले कमाइरहेको चिज हामीलाई पनि बाँड्नु भयो भने बाँड्यो भने अझै बढ्छ होला, के गर्न सकिन्छ यसो कुराकानी गरौँ न भनेर हो सर। अब हेर्नुहोस् रविन दाइ यो मैले भनिरहेको हुन्छु यो तपाईँको चाहिँ बजारको विषयलाई जोडेर कुरा गर्दै गर्दा के हुन्छ भन्नुहुन्छ भने नि मैले पहिला यो भन्नु अगाडि के भन्छु भन्दाखेरि यो बजारमा तपाईँ कस्तो ब्याकग्राउन्डको मान्छे हो, तपाईँको फाइनेन्सियल कन्डिसन कस्तो छ, तपाईँ जब होल्डर हो कि बिजनेसम्यान हो र तपाईँको एक्टिभ प्यासिभ इन्कमहरू कुन अवस्थामा कस्तो तरिकाले आउँछ र तपाईँ त्यो बजारमा इन्भेस्ट गर्दै गर्दा त्यो पैसालाई कति समयसम्म मलाई त्यहाँबाट ननिकाल्दा पनि हुन्छ भनेर यी कुराहरूको प्रोपर तपाईँले एउटा एनालाइसिस गरिसकेपछि अनि बजारमा चाहिँ तपाईँको स्ट्राटेजी कुन तरिकाले कस्ता स्टक्स कस्ता सेक्टरहरूमा पैसा लगानी गर्ने भन्ने एउटा रिजल्ट त्यहाँबाट आउँछ हेर्नुहोस् है। त्यो भएर मैले मेरो विचारहरू राख्दै गर्दा तपाईँको ती कन्डिसनसँग चाहिँ मेल नखान सक्छन् र जसले गर्दा मैले सिकाइरहेका अथवा मैले भनिरहेका कुराहरू तपाईँलाई फलोअप गर्दा फाइदा नहुन सक्छ। त्यही भएर बजारमा सबैका कुरा सुन्नुहोस्, डिसिजन आफ्नो गर्नुहोस् र अहिलेलाई बजार लङ टर्म 2-2.5 वर्षको लागि पैसा हालेर छोडिदिन्छु र मलाई त्यो पैसा त्यतिखेर मात्र काम लाग्छ, अहिले मलाई नहुँदा पनि हुन्छ भन्दाखेरि त्यो मान्छेले पैसा हालेर सुत्यो भने जित्छ। यो बिचबिचमा तपाईँको ट्रेडिङ गर्ने यो सेक्टरल रोटेसन कुन तरिकाले भइरहेको छ बजारमा त्यो अनुसार तपाईँले कुनै बेला पुरै पैसा तपाईँको एउटा सेक्टरमा हाल्ने, भोलि एक दिन तपाईँको चाहिँ होटेलमा मुभ आयो भने होटेलमा पैसा हाल्ने, त्यसपछि तपाईँको हप्ता दिन त्यहाँबाट निस्किने, फेरि अब कुन सेक्टरमा पैसा जान्छ होला त भनेर तपाईँ बजारभन्दा बाठो भएर अलरेडी पैसा खनाउन जानुहुन्छ भने यो तरिकाले पनि तपाईँको पैसा सकिँदै जान्छ। तपाईँको क्यापिटल बिस्तारै सकेको तपाईँलाई थाहै हुँदैन, पत्तै हुँदैन हेर्नुहोस् है। अब त्यसको लागि के गर्नु पर्यो है, मनी म्यानेज, पोर्टफोलियो म्यानेज र तपाईँको फ्युचर स्ट्राटेजिजहरू तपाईँले बनाउनु पर्यो। बिचबिचमा कुनै बेला के गर्ने त ती स्टक्सहरूलाई होइन। सो यी कुराहरूलाई लिएर तपाईँले चाहिँ बजारमा लाग्नुभयो भने चाहिँ एकदमै राम्रो हुने मैले देखेको छु। अब म चाहिँ यो बजारमा चाहिँ एकदमै लामो समयको लागि हो। मैले कुनै बेला जिस्केर तपाईँको अलिकति त्यही पारामा तपाईँहरूलाई क्वेसन एन्सरहरू दिएँ भने चाहिँ त्यो कुरालाई सिरियसली नलिनु होला। मेरो भित्री कुरा मलाई प्राइभेट म्यासेज गर्नुभयो भने मात्र थाहा हुन्छ। मैले बाहिर भन्ने कुरा र तपाईँको पब्लिकमा फ्लो दिने कुराहरू फरक तरिकाले जान्छ हेर्नुहोस्। मैले भनिरहेको हुन्छु यो कुराहरू यही नै हो। पोर्टफोलियोलाई डाइभर्सिफाइड गर्नुहोस्, जसले गर्दा तपाईँको कुनै बेला कुनै सेक्टर तलतिर जाँदा अथवा अरू सेक्टर्सहरू चल्दाखेरि ओभरअलमा तपाईँको एभरेज पोर्टफोलियो सस्टेनेबल वेमा बस्छ। 2-3टा स्टक्सहरू लिने, 2-3टा सेक्टर मात्र चुज गर्ने गरियो भने हेर्नुहोस् भोलिका दिनमा बजारमा लागेको रहेछु भन्ने मात्र हुन्छ। समय खर्चेको थाहा हुँदैन, लगानी खर्चेको थाहा हुँदैन, तर लगानीको रिटर्न निकाल्ने सम्भावना एकदमै कम हुन्छ। यति नै हो। धेरै धेरै धन्यवाद। तपाईँले यस्तो स्ट्राटेजिक कुरा गरिदिनु भयो सर होइन। रियली यो एकदम स्ट्राटेजिक कुरा हो र तपाईँ हामीलाई थाहा भएको कुरा के भने हाम्रो बजारमा अहिले पनि जति पनि साथीहरू आउनुहुन्छ उहाँहरू अधिकांश त अहिले 10 कित्तेले धेरै साथीहरूलाई नेप्सेमा एट्र्याक्ट गरेको छ अथवा उहाँहरू चाहिँ नेपाल स्टक एक्सचेन्जमा आइसकेपछि 10 कित्ताले जसरी 100 रुपियाँ हालेको 15 दिनमा 300 दियो
अथवा कुनै बेला 3000 पनि दियो। त्यो प्रत्येक सेयर होइन, त्यसरी कसैले 10,000 कमायो, कसैले 20,000 कमायो। त्यो गाउँ घरमा ठाउँ ठाउँमा कुना काप्चामा यो मेसेज गयो। त्यसपछि के भयो भने मानिसहरू आफूसँग भएका 2-4 हजार, 10,000, 20,000, 50,000 भएन भने खोजेर पनि नेप्सीमा ल्याएर पैसा हाल्ने एउटा ट्रेन्ड बनेको छ अहिले। अब ती साथीहरू मध्ये हामी कहाँ आइपुग्ने साथीहरू त धेरै विज्ञ साथीहरू हुनुहुन्छ होला। कोही कोही तिनी साथीहरू नयाँ नयाँ साथीहरू पनि हुनसक्छ, अथवा तपाईँ हामीले बोलेका कुराहरू युट्युबहरूमा रेकर्ड भएर सुन्नेहरू पनि हजारौँ हुनुहुन्छ। उहाँहरू जो यहाँ आइपुग्नु भएको, जसले 2-4 हजार लिएर आउनुहुन्छ, जसले 10-20 हजार लिएर आउनुहुन्छ, उहाँहरूसँग हामीले बोल्ने भाषाहरू, हामीले भन्ने कुराहरू, तपाईँले भने जस्तो स्ट्राटेजी कुराहरू उहाँहरूले बुझ्नुहुन्न, बिर्सनुहुन्छ, तपाईँलाई त्यो थाहा नै छैन। ती साथीहरू भाइहरूलाई, ती नयाँ प्रवेशीहरूलाई बजार अहिलेको बजारको यथार्थसँग एकाकार भएर के रणनीति अपनाउने, तत्काल उहाँहरूलाई लामो समय भन्ने थाहा नै छैन। त्यो किन लामो समय, हामीले पैसै छैन, 5-10 हजार त भोलि हामीले आज यहाँ पैसा लगेर भोलि चामल किनेर खानुपर्ने छ, त्यस्ता भन्ने मानिसहरू पनि नेप्सेमा आइपुग्नु भएको छ। हेर्नुहोस्, 10,000 5,000 लिएर पनि। यो सन्दर्भ आज किन उठाउन खोजेको भने अघि तपाईँले एकदम महत्त्वपूर्ण तरिकाले स्ट्राटेजिक कुरा गर्नुभयो, रणनीतिक कुरा गर्नुभयो, त्यो दीर्घकालीन कुरा गर्नुभयो। त्यो एकदम नेप्सेमा होइन, कुनै पनि स्टक मार्केटमा इन्भेस्टरले आफूलाई कसरी प्रस्तुत गर्ने, आफ्नो पोजिसन कसरी लिने, आफू कसरी सेफ साइडमा बस्ने, रणनीति कसरी बनाउने, त्यसका बेसहरू, फाउन्डेसन के हुनुपर्छन् भन्ने कुरा भनिदिनु भयो। र यो अहिलेको यो मैले भनेको छोटो मिठो पछिल्लो यथार्थतालाई कसरी सम्बोधन गर्ने होला, यसमा के भन्नुहुन्छ हजुरले? यसो छ रविदा, हेर्नुहोस्, अब हामीले अहिले एउटा कुरालाई चाहिँ अलिकति क्लोजली वाच गर्नुपर्ने अवस्था छ। के हो भन्दाखेरि अनलाइन टिएमएस आएदेखिको पहिलो बुल बजार र पहिलो बियर इस्यु है। सो एउटा बुल र एउटा बियरिस बल्ल सकिँदैछ अनलाइन टिएमएस आइसकेपछि। र त्यतिखेर त्यो अनलाइन टिएमएस आइसकेपछि कस्तो अवस्थामा कसरी लगानीकर्ता आए र त्यो बुल त्यो 12-14 महिनामा सक्यो, 180-90% बढेर, र त्यसपछिको बियरिस फेरि पहिलाको जस्तै लामो भयो है। अब हामीले चाहिँ कम्पेयर गर्नको लागि त अझै पनि हाम्रो अर्को एउटा बुल आइसकेको छैन है। बुझ्नुभयो नि, त्यो अनलाइन टिएमएस पछि एउटा लङ टर्म इन्भेस्टरहरू र तपाईँको चाहिँ एउटा बिग ट्रेडरहरू अथवा हामी नर्मल रिटेलर ट्रेडरहरूले चाहिँ कस्तो खालको बजारलाई कतिको भोलाटिलिटी बनाउँदा रहेछन् त भन्ने कुरा अबको बुलमा लगभग हामीले कम्पेयर गरेर केही नयाँ तपाईँको प्लानहरू बनाउन सकिन्छ। त्यो भएर मैले के भन्न चाहिरहेको छु भन्दा अहिलेको बजारमा तपाईँ हेर्नुहुन्छ भने 80% भन्दा माथि चाहिँ यस्तो सर्ट टर्म ट्रेडरहरू छन् जसले गर्दा हाम्रो बजार चाहिँ के हुन्छ, के भइरहेको छ भन्दाखेरि बढ्दै गर्दा पनि एकदम ऱ्यापिडली बढिरहेको हुन्छ, घट्दै गर्दा पनि ऱ्यापिड फल छ, र साइडवेज बजारमा तपाईँ हामीलाई एकदम प्यानिक क्रिएट गराइरहेको छ है। यो देखिएको छ, यो तीनटा कुरा। बढ्दा पनि ऱ्यापिड छ एकदम, तपाईँको लगभग 1.5-2 महिनामा तपाईँको एकदमै ठुलो पोइन्टको इन्क्रिमेन्ट छ, र घट्दै गर्दा पनि तपाईँको 2 हप्तामा 500-600 पोइन्ट झ्यामझुम झारेको छ। र फेरि त्यसपछिको प्यानिकनेस कसरी क्रिएट गरिरहेछ बजारमा भन्दाखेरि साइडवेज राखिदिएको छ, जसमा तपाईँको 100-150 पोइन्टको इन्डेक्समा तलमाथि गराएर हामीलाई 5-7 महिना त्यहाँ झुलाइरहेको छ। यो खालको स्ट्रक्चरल मार्केट चाहिँ अहिलेको बजारमा हामीले देखिरहेका छौँ। अब भनिहालेँ, अब यो बजारमा हामीले कसरी चल्ने त भन्ने कुरा त्यो तपाईँ हाम्रो कुरामै भर पर्ने कुरा हो होइन। अहिलेलाई मैले देखेको के छ भन्दा कुनै सेक्टर चलेको छ भने सीमित त्यही सेक्टरका स्टक्सहरू चाहिँ तपाईँको चाहिँ मुभमेन्ट भइरहेको, अरू स्टक्सहरू अथवा अरू सेक्टर चाहिँ नचलेको। र अहिलेको प्रेजेन्ट सेनारीमा हेर्नुहुन्छ भने पनि अदर सेक्टर र इन्भेस्टमेन्ट सेक्टर केही मोमेन्टम राम्रो देखिएको, स्टक्सहरू पनि भोलाटाइल तरिकाले एकदम माथि तल झ्यापझुप एउटा सर्ट टर्म ट्रेडरहरूले चाहिँ राम्रै क्यापिटल गेन लिन सक्ने तरिकाले चलिदिएको, तर त्यो इन्भेस्टमेन्ट र अदर सेक्टर बाहेकका अरू स्टक्सहरूमा त्यति भोलाटिलिटी पनि नदेखिएको र मोमेन्टम पनि स्ट्रङ नभएको कन्डिसन अहिलेलाई छ है। त्यो भएर चाहिँ के देखिरहेको छु भन्दाखेरि ट्रेडरको हकमा चाहिँ जहाँ बढी पैसा फ्लो भइरहेको छ, जहाँ मोमेन्टम आइरहेको छ, तिनै सेक्टरमा छिर्दाखेरि अलिकति राम्रो देखेँ।
न कि तपाईँको अरू नचलिकन बसेका स्टक्सहरूमा है। अब यही नै हो रविन दाई, खासै अरू कुरा अब बिस्तारै अरू जोडौँला, अहिलेलाई चाहिँ यही छ। हस्, धेरै धेरै धन्यवाद हजुर। ठिक छ, हामी यसरी कुराकानी गर्दै रहौँ। हामी दुईजनाको कुराकानीले कति साथीहरूलाई के कुरा लागिरहेछन् त्यो पनि कुरा थप्नु होला सरहरू। राक्षस सर, नाम राक्षस राख्नुभएको छ। राक्षसको राम्रो मिठो अर्थ पनि छ, शब्दको त्यसलाई राम्रोसँग व्याख्या गर्न जाने भने है। के छ सर, हजुर कुरा सुनाउनु त ल। सर नमस्कार हजुर। ठिक छ सर। नमस्ते हजुर। हजुर हजुर सबलाई हाम्रो अघि क्लाउड सर, प्रवीण सर लगायत सबै माथि प्यानलमा केदार सर, पर्फी भाइ त मेरो भाइ भइहाल्यो, गयो भाइ हो त म आएपछि भाग्छु फेरि त्यो मान्छे। किन भगवान् भयो, किन फाल्नु भयो कि के हो कसो भयो त? यति सुन्न पर्ने थियो त त्यो मान्छेले। फालेको होइन, त्यस्तो राम्रो कसले कुरा फाल्यो? गर्नु आफै गएको हो त्यो, आफै गएको प्रुफी हो र? भाइले त्यस्तो राम्रो कुरा गरेर किन कसले फाल्छ क्या? फालेको छैन, किन फालेको फाल्यो छैन, होला? होइन होइन होइन, कसैले फालेको छैन। आफ्नो त मलाई बोलाउनु त आउनुहुन्छ भने। तर एनिवे सरले मलाई के भन्नुभएको थियो सर? हामीले कुराकानी गऱ्यौँ, केही कुराकानीहरू रणनीतिक थिए, केही कुराहरू तात्कालीन कुराकानी थिए होइन। अब बजारको स्थिति भनेको यही हामीले देखिरहेछौँ होइन। अस्ति 1800 लामो समयसम्म 1815-20 आइपुगेर बजार 2200 देखि 2400, फेरि 2200, फेरि 2000, यो चरणमा पनि लामो समय गुज्रेको हो बजार। त्यति बेला पनि बजारका आफ्नै खालका विशेषताहरू थिए। अहिले बजार लगभग 2900, 3000, 3100, 3200 पुग्छ भन्दा भन्दै बजार फेरि फर्केर 2600-2700 को रेन्जमा पनि बसिरहेको देखिन्छ। बिचमा एकचोटि 2450 चान्चुन पनि आइपुग्यो बजार। बजार यसरी अप डाउनहरू त बजारको आफ्नै प्रवृत्ति हो। यो यस्तो खालको बजारमा मैले के जोड्न खोजेको भने, जसले रणनीतिक रूपमा बजारमा इन्भेस्ट गरेर पैसा छ, उसको बिजनेसको राम्रो भाग यता आएको छ, अथवा उसको अर्को सेक्टरमा पनि इन्भेस्ट गरिरहेको छ, ती साथीहरूको त्यो रणनीतिले बजारमा उहाँहरूलाई खासै ठुलो अप डाउनमा पनि सेभ हुनुहुन्छ, केही पैसा बचाउनु पनि हुन्छ होला। तर बिल्कुल नयाँ साथीहरू जो 10,000, 20,000, 50,000, 1 लाख लिएर आइपुग्नु भएको हुन्छ, बजारसँग 10 किताले गर्दाखेरि उहाँलाई बजारसँग जोडेको छ। अस्ति 1,000 हालेको 5,000 आयो, 1,000 हालेको 15,000 आयो भनेर त्यसरी जोडिएका साथीहरू पनि, अनि बिस्तारै त्यसबाट अध्ययन पनि सुरु गरेका साथीहरू र बजारमा देखिएको यो त अप्स डाउनको ठ्याक्कै यो प्रवृत्ति किन कसरी हुन्छ, हिसाब कुरा गर्यो, त्यसको डेटाहरू हेऱ्यो, त्यो कतै पनि म्याचिङ हुँदैन। तर बजार चाहिँ यसरी अप डाउनहरू, स्टक प्राइसहरू अप डाउनहरू, यी सबै चलखेलहरूको यस्तो बेलामा ती साथीहरूले, ती क्षेत्रमा भएका सानोतिनो लगानी गरेका मानिसहरूले आफूलाई कसरी बचाउने, आफू कसरी रणनीति बनाउने, दीर्घकालीन रणनीति बनाउनु उनीहरूसँग पैसा हुँदैन। सर्ट टर्म 1 लाख, 1.5 लाख, 2 लाख, 50,000, 20,000, 10,000 लिएर आउनुहुन्छ। त्यो पैसा लामो समय 3 महिनासम्म राख्दाखेरि उहाँको घर खर्चको कुराहरूदेखि लिएर अरू धेरै कुराहरूमा ह्याम्पर पनि पर्न सक्छ। यस्तो बेलामा ती साथीहरूले कसरी कारोबार गर्ने यो बजारमा, यो बजारलाई कसरी हेर्ने होला भनेर यसो सानोतिनो एउटा सुरुवाती चरणको कुरालाई यसो जोड्न खोजौँ न आज, अलिक फरक ढङ्गले भन्न खोजे हो कि सर। सर धन्यवाद। तर यो हजुरले अलिकति मजाले बढाएर कुरा पनि गर्नुभयो जस्तो पनि लाग्यो मलाई। आफ्नो ठाउँमा छ, व्याख्या गर्न पाइन्छ। तर पनि 1, 2, 3 पोइन्ट भनेर गर्नुभयो भने मलाई के भन्छ जवाब दिन सजिलो पनि हुन्थ्यो होला सर है। मैले यता त हजुरले भनेको कुरा नबुझेको पनि होइन, बुझेको छु प्रशस्त है। तर पनि फर्स्टमा मैले के बोल्ने, सेकेन्ड के बोल्ने, थर्ड के बोल्ने, 2-4 पोइन्ट ट्याक्क छुट्याइदिनुहोस् न सर। अनि मैले अब त्यसमा आभारी। हजुरलाई सबभन्दा सजिलो भनेको साना भर्खरै 100 किता, 10 किता, 20 किता आइपिओबाट सुरु गरेका र लिमिटेड क्यापिटल भएका, त्यो क्यापिटल लामो समयसम्म स्टक मार्केटमा राख्न नसक्ने साथीहरूलाई र उनीहरूको त्यो लिमिटेसनलाई आधार मानेर उहाँहरू यो यस्तो बेलाको यस्तो स्टक मार्केटमा कसरी काम गर्ने होला, कसरी लगानी गर्ने होला, कसरी के तरिका छ होला, त्यो बारेमा थोरै तपाईँको अनुभवले के भन्छ त्यो एकचोटि छलफल गरौँ न भनेर सर। मेन विषयवस्तु त्यही नै राखौँ होइन सर अहिलेलाई है। ठिक छ, ठिक छ। त्यो भन्दा अहिले अलिकति अब तपाईँले भन्नुभयो आइपिओ भरेर अगाडि बढ्ने मान्छेलाई कसरी सजेसन गर्ने भन्ने कुरा पनि हो, अथवा
त्यसलाई अलिकति फर्काएर हेर्दाखेरि मसँग 10,000 रुपियाँ छ, 15,000 रुपियाँ छ, 50,000 रुपियाँ छ अथवा 1,00,000 रुपियाँ छ, मैले बाबा मम्मी अथवा मामा फलानु अङ्कलसँग यताउता है मेरो आफन्तीसँग मैले सरसफट गरेर मैले पैसा दिइराखेको छु अथवा मलाई कसैले टिका टाल्याउ गरेर चाहिँ मलाई आशीर्वाद स्वरूप अथवा अगाडि बढ्ने प्रोत्साहन स्वरूप पढ लेख भनेर चाहिँ यदि पैसा दिनुभएको छ भनेर कोही स्टुडेन्टले जम्मा गरेको छ 2-4 हजार रुपियाँ त्यहाँनिर जम्मा गरेको छ भने त्यो स्टुडेन्ट नै हो र चाहिँ उसले चाहिँ शेयर बजार सम्बन्धी पनि बुझ्न चाहन्छ र अगाडि बढ्न चाहन्छ आफ्नो चाहिँ कसरी क्यापिटल गेन हैन आर्थिक अवस्थालाई कसरी चाहिँ जिन्दगीमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा चाहिँ सिक्न चाहन्छ भने शेयर मार्केट भन्ने कुरा पनि छ एउटा र त्यहाँ आइपिओ लिस्टिङ हुने कुरा पनि हुन्छ त्यहाँनिर चाहिँ आइपिओ भर्ने कुरा पनि हुन्छ त्यो भनेको प्राइमेरी मार्केट हो भन्ने कुरा उनीहरूलाई ज्ञान दिन पर्ने कुरा हुन्छ पहिला उनीहरूलाई थाहा छ छैन यदि थाहा छ भने जो चाहिँ अब हाम्रो चाहिँ रबिन सरको भनाइ अनुसार थाहा नभएको मान्छे क्यापिटल मार्केटमा छिर्दैन हाम्रो स्टक मार्केटमा छिर्दैन यदि चाहिँ मान्छे थोरै पैसाबाट छिर्यो भने के गर्ने अलिकति बढी लिएर छिर्यो भने के गर्ने यो हिसाबको कुराकानी के हुन सक्छ सर भन्ने कुरा चाहिँ उहाँले गर्नुभयो ठिक छ तपाईसँग 1000 रुपैयाँ छ 1000 देखि लिएर 50,000 1 लाख सम्म छ भने मेरो हार्टली रिक्वेस्ट साथीहरु मेरो चाहिँ अग्रज अब मेरो चाहिँ छोरछोरी लेभल के भन्छ अग्रजहरु जसले सुन्नु भएको छ तल माथि हैन अनि तपाईको मलाई के लाग्छ भने अब जहाँसम्म लाग्छ अभिभावक कुनैले सुन्नु भएको छ भने मेरो चाहिँ अब तपाईको साथी लेभलकोले सुन्नु भएको छ छोरछोरीले सुन्नु भएको छ भने मेरो चाहिँ बच्चा बच्चीले सुनिरहेको छन् भन्ने मलाई लाग्छ अब 1 लाख सम्मको लगानी हो र सेकेन्डरी मार्केटमा छिर्छु भन्ने कसैको चाहना छ भने त्यो कुरा चाहिँ सम्भव छैन सर सेकेन्डरी मार्केटबाट अलिकति नबुझिकन आउन सकिँदैन 1 लाखसम्म 50,000 अब जति हुन्छ 1,000 2,000 3,000 स्टक मार्केटमा हामी जसरी पनि छिर्न सकिन्छ आइपिओबाट छिर्या हो म पनि आइपिओबाट छिर्दाखेरि तपाईको चाहिँ अब जतिबाट पनि छिर्न सकियो अब तपाईको चाहिँ स्टक मार्केटमा तपाईको चाहिँ आइपिओबाट लगानी गर्न अगाडि बढ्दाखेरि नराम्रो भएको छैन राम्रै भएको छ पर्ने जतिहरूलाई पहिला पहिला धेरैलाई पर्थ्यो अहिले अलिकति कम पर्न थालेको छ र कम भन्दा पनि अत्याधिक कम पर्न थाले पनि अवस्था हो है अहिलेको अवस्थामा त्यो हिसाबले ल ठिक छ आइपिओबाट त परेन यति पनि भएन अझै म त के हो त कहाँ लगानी गर्ने त भन्ने अझै काउकुती लाग्छ भने पनि तपाईहरु पेपर ट्रेडिङ भन्ने कुरा हुन्छ स्टक मार्केटको क्लासहरु लिन सक्नुहुन्छ युट्युबदेखि लिएर विभिन्न अग्रज सरहरूले यताउता क्लास दिइराख्नु भएको हुन्छ हैन सबै कुरा सिकिन्छ त्यहाँबाट सिकेर आएर 1.5 लाख रुपैयाँ लगानी गर्नुहुन्छ भने धेरै ठूलो आशा नराखिकन लगानी गर्नुस् ठीक छ त सिक्नुस् तर नडुब्नुस् भन्छु म त आइपिओबाट धेरै अगाडि बढ्न सकिन्छ हामी पनि आइपिओबाट माथि बढ्या मान्छे हो तर धेरै आशा राखेर चाहिँ आउनु हुँदैन आशा नराखौँ भने पनि 1000 रुपैयाँको आइपिओ पर्यो भने अहिले अब रेकर्ड चाहिँ 25,000 30,000 सम्म चाहिँ कमाएको रेकर्ड पनि छ ठीक छ त हो त्यो भएर आइपिओ भर्नुस् भने मैले चाहिँ नभने त होइन तर पनि भोलिको दिनमा तपाईको चाहिँ अब आइपिओ के हो त यो 20,000 भने के हो 30,000 भने के हो त सेकेन्डरी मार्केटमा 1 लाख रुपैयाँ लर छिर्यो भने त 1 लाखको 2 2 को 3 2 को 4 को 5 हुँदो रहेछ भन्ने टाइपको हुन्छ कि फिल हुन्छ कहिले काहीँ कमाइयो भने त्यो हामीलाई पनि भएको थियो बल्ल बल्ल अब हुन्छ भने अझै पनि हुन्छ र त्यो बानी त जाँदैन नि त बच्चामा लागेको बानी त अलिकति गाह्रो हुन्छ टुटाउन है अनि त्यो हिसाबले अनि अब मैले भन्नुपर्ने धेरै कारण कुराकानीहरू पनि छैन सर है ठिक छ जस्तै हो अब नयाँ नयाँ ल सरले रबिन सरले भन्नुभयो जस्तै बिल्कुलै नयाँ हुनुहुन्छ तपाईहरुसँग 2-4 हजार मात्रै छ है के गरौँ कसो गरौँ भन्ने भएको छ भने खुद्रुकीमा राख्नु भन्दा पनि खुद्रुकीमा त्यो पैसा फिर्ता आउँछ तपाई कसैले खादैन हैन ट्राई गर्नुस् लकी ड्र जस्तै हो हैन आइपिओ ट्राई गर्नुस्
आइपिओ भनेको के हो, सेयर मार्केट के हो भन्ने सिक्नुहोस् पहिला है। त्यसपछि मार्केट प्रवेश गर्नुहोस्। मार्केट प्रवेश गरेँ, ल ठिक छ, आइपिओ अलिअलि भर्न सिकेँ, के कस्तो रहेछ त सेकेन्डरी भनेको रहेछ सिक्न थाल्नुभयो भने तपाईँको योर लाइफ योर विस होइन, योर मनी योर विस भने जस्तै तपाईँको लाइफ भने तपाईँको लाइफ हो नि त होइन। अनि त्यो हिसाबले तपाईँले आफ्नो तरिकाले अगाडि बढ्न सक्नुहुन्छ अनि लगानी गर्न सक्नुहुन्छ। थोरै थोरै हल्का तलमाथि हुन सक्यो, आफ्नो ठाउँमा छ। ट्रेड कसरी गर्ने, म्यानेजमेन्ट कसरी गर्ने, पहिला पेपर ट्रेनिङ तपाईँले डेमो क्लास लिनुहोस्, युट्युबमा सिक्नुहोस्, यता गर्नुहोस् उता गर्नुहोस्, भाइ बहिनीहरू हुनुहुन्छ होइन। ठुलो बडो यदि ल अब यहाँनिर चाहिँ के भयो, यो त ल अब भर्खरै आइपिओबाट सिकेर आएको बच्चा बच्चीलाई चाहिँ दिएको क्लास जस्तो भयो भन्ने टाइपको होला होइन। आइपिओबाट चाहिँ सिकेर आए पनि म त करोडपति हो, म त अरबपति हो, मसँग त करोडौँ धन सम्पत्ति छ, म कसरी चाहिँ त्यसलाई डबल गर्न सक्छु भन्ने टाइपको चाहिँ तपाईँहरूलाई लाग्छ। र कोही ठुलो बडो विद्वान यहाँनिर चाहिँ तपाईँसँग चाहिँ अलिकति पैसा छ भन्ने टाइपको हुनुहुन्छ भने अलिकति सेयर चाहिँ लिनुहोस्, युट्युब पनि हेर्नुहोस्, विभिन्न मिडियाहरू साथीसँग चाहिँ भेटघाट गर्नुहोस्, अलिकति क्लास लिनुहोस्, डिसिजन आफैबाट गर्नुहोस् र अगाडि बढ्नुहोस्। अब त्यो चाहिँ तपाईँको सम्पत्ति तपाईँको हातमा भने जस्तै कुरा हो। रिस्क तपाईँले नै लिने हो, तपाईँ नै अगाडि बढ्ने हो। अब कसरी गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्छ, त्यो सबैलाई खुलम खुला छ। कुराकानी एउटै नै हो होइन। सानाले गरे पनि त्यही हो, ठुलाले गरे पनि त्यही हो। अब कसैले के सिक्ला, सिक्ने त्यही नै हो होइन यथार्थमा। अब अगाडि बढ्ने भनेको आफ्नो हिसाबले हो। रविन सर, ल मेरो यति नै भयो है सर, बढी भने क्या। हस् हस्, धेरै धेरै धन्यवाद। मिठो तरिकाले आफूले आफ्नो अनुभवहरू, आफ्नो शैलीहरू बताइदिनु भयो सर। धेरै धेरै धन्यवाद यहाँलाई। ल तल सरहरू पनि हुनुहुन्छ, कृपया माथि एकचोटि आइदिनु होला। हजुरहरूलाई मिल्छ भने मैले यो एउटा युट्युबमा एआई को सदुपयोग दुरुपयोग जेसुकै भने पनि तपाईँ हामीलाई चाहिने यो नेप्सेमा आइसकेपछि, नेपाली स्टक एक्सचेन्जमा आइसकेपछि यसका सामान्य बेसिक विषयहरू के रहेछन्, यो कसरी चलिरहेछ, के विषयहरू हामीले प्रश्न उठाउन मिल्दो रहेछ, कतिपय कुराहरू हामीले प्रश्न उठाउन मिल्ने कि नमिल्ने, कस्ता कस्ता कानुनहरू छन्, यसो सानो छलफल 5-7 मिनटको छलफलबाट पनि धेरै कुरा थाहा हुने र तपाईँहरू यहीँ आएर विषयहरू उठाउनलाई मिल्ने, यो विषय त प्रश्न उठाउन मिल्ने रहेछ नि भन्ने थाहा हुने पनि हुन्छ। त्यसको लागि मैले यो सानो यो युट्युबमा एउटा राखेको छु, सुन्ने कोसिस गर्नुहोला र प्रतिक्रिया पनि दिनुहोला। त्यो प्रतिक्रियाले अर्को साथीलाई त्यो सुन्न उत्साहित गर्छ र तपाईँ हामी सबैलाई इम्पावर गर्छ जस्तो लाग्छ। क्लाउड सर, ओभर टु यु। है त, हस्, थ्याङ्क यू। क्लाउड सर व्यस्त हुनुहुन्छ जस्तो लाग्यो। प्रवीण सरको कुरा पनि सुन्नुहुन्छ सर। ल, हामीले गफ गऱ्यौँ, त्यो गफहरू मिठा भयो कि नमिठा भयो कि केही भयो सर? मिठै भयो नि सर, कहाँ नमिठा हुन्छन् हाम्रा गफ, मिठै भयो। अब यो हजुरले भनेको कुरामा चाहिँ राजेशजीले के छुटाउनु भयो भन्दाखेरि चाहिँ कुनै पनि रेगुलर डिभिडेन्ड दिइराख्ने कम्पनीमा चाहिँ इन्भेस्ट गर्न सकिन्छ। यदि आफूसँग चाहिँ कम छ भने चाहिँ अब फिक्समा राख्नुभन्दा कुनै एउटा रेगुलर डिभिडेन्ड दिने कम्पनी, क्यास नै किन नहोस् होइन, त्यो अहिलेको सस्तो रेटमा चाहिँ हामीले इन्भेस्ट गर्यौँ भने प्रतिफल चाहिँ ब्याङ्कमा राख्ने पैसाले भन्दा राम्रो दिन्छ होइन। त्यसले केही पनि नचलाउने हो भने पनि एउटा त्यो पनि उपाय हुन्छ। दुईटा पक्ष सही हो सर। हजुरले अब एउटा डिभिडेन्ड दिने कम्पनीहरू, अर्को म्युचुअल फन्डहरू लाई पनि अर्को टुल्सको रूपमा, अथवा सिपलाई पनि होइन, सिस्टमेटिक इन्भेस्ट प्लानिङ, यी तीनटा पक्षहरू। यसमा सरीको कुरा होइन सर, सरीको कुरा होइन। सरी छ छुटायो भन्नुभयो कि हामीलाई परवीन सरले मलाई छुटाएको चाहिँ क्षेत्र भनेको के हो भने नयाँ आउने मान्छेलाई कसरी चाहिँ इन्करेज गर्न सकिन्छ, आइपिओ भनेको के हो, कसरी अगाडि बढ्न सकिन्छ टाइपको मात्रै एउटा चाहिँ राख्न दिनु भएको थियो कि त्यो विषयले म त त्यतिर गएँ नि त सर। तपाईँले भनेको परवीन सरले भनेको कुरा त 100% म सहमत हो त सर।
मैले जोड्न ल चाहेको हजुरले छुट्याएको कुरा मैले जोड्न खोजेको सर ठिक छ त्यसमा केही हस् भएन छुटाको कुरा भनेको ल सर हजुर हजुर मैले त्यसमा एडअप मात्रै गरे हो अनि प्रवीण सर हामी आजको बजारको बारेमा पनि कुरा गर्नुपर्छ सर होइन किन हामी त प्रायः जसो हजुर हजुर अब यहाँ सबै साथीहरू आउने भनेको यो बजारले के गर्यो त आज किन यो भइरहेछ भन्ने हुन्छ सबै साथीहरूको आफ्नो दृष्टिकोण सुन्ने हो डिसिसन त साथीहरूले आफ्नै तरिकाले गर्नुहुन्छ तर आजले भोलिलाई प्रेडिक्ट गर्छ भन्दा नेप्सेमा त्यो कहिलेकाहीँ त्यसरी नै ट्रेन्डमा गइरहेको हुन्छ कहिलेकाहीँ अब सेपरेट इन्डिभिजुअल स्टकको आफ्नै गति हुन्छ त्यसको लागि अब मनी मसलका भूमिकाहरू सँगसँगै छन् आजको बजारसँग तपाईँ कति सन्तुष्ट हुनुहुन्छ सर के छ आज के भन्न मिल्छ म त्यस्तो असन्तुष्ट छैन सर सिधा कुरा गर्दाखेरि चाहिँ असन्तुष्ट किन छैन भन्दाखेरि चाहिँ तपाईँको बजारमा भोल्युम चाहिँ मैले सोचे जति नै आएको छ है 10 अर्बको आसपास नै छ अनि घट्ने बेलामा चाहिँ त्यस्तो एब्रप्टली त्यस्तो डराउने पर्ने तरिकाले घटेको पनि छैन होइन अनि मैले 2580 को लेभललाई चाहिँ राम्रोसँग वाच गरिरहेको छु त्यो लेभलसम्म पुगे पनि म डराउनेवाला छैन भन्ने हिसाबले हेरिरहेको छु सर अझै तपाईँको 30 40 50 पोइन्ट घटे पनि म आफ्नो व्यक्तिगत विचार चाहिँ अझै आत्तिहाल्नुपर्ने छैन जस्तो लाग्छ अनि अर्को कुरा चाहिँ आफूसँग चाहिँ अब क्यास छैन भने चाहिँ क्यास म्यानेज गर्नु पर्यो अब माथि पहिले प्रोफिट बुकिङ गर्नुभएको छ भने चाहिँ अप्ठ्यारो परेन सर होइन प्रोफिट बुकिङ गर्नुभएको छैन भने चाहिँ क्यास म्यानेज गरेर अब बजारको स्थिति हेरेर आफूले एभरेजिङ गर्नु ठाउँमा चाहिँ एभरेजिङ गर्नुपर्ने हुनसक्छ स्टकहरू पहिले छ भने होइन अब छैन भने चाहिँ अवस्था हेरेर लिने पर्ने ठाउँमा चाहिँ आउँछ जस्तो लाग्छ मलाई बजार किनकि अब तपाईँको डिपोजिट्सहरू चाहिँ बढेको छ होइन ब्याङ्कमा डिपोजिट्सहरू अझै बढिरहेछ ब्याज दर उत्तिकै छ होइन अब तपाईँको चाहिँ सरकारको नीतिले पनि त्यस्तो पेलेको छैन बजारलाई त्यो भएपछि अहिले जुन यो घटाइ छ त्यो घटाइ चाहिँ तपाईँको चाहिँ आत्तिने इम्प्यासेन्ट लगानीकर्ताहरूलाई ठुला पैसावाल मनी मसल भएकाहरूले अलिकति चाहिँ पेलेर चाहिँ तलै लिएर गएर चाहिँ सक्यो बर्बादै भयो भन्ने पारेका हुन् कि भन्ने खालको चाहिँ मेरो आशंका छ सर मैले यति नै भने सर सिधा कुरा मेरो आफ्नो व्यक्तिगत विचार हुन्छ सर धन्यवाद सर स्वरूप सर माथि आउन मान्नु भएन व्यस्त हुनुहुन्छ कि सरलाई मैले रिक्वेस्ट गरेको विनोद सर पनि माथि हुनुहुन्थ्यो तल जानुभयो शिशिर सर यहीँ हुनुहुन्छ कपिल सर पनि तलै हुनुहुन्छ अब समय घर्केको हो भने बिस्तारै हामी पनि अब एउटै कुराहरू विषयहरू रिपिट गर्न पनि राम्रो लाग्दैन म हाम्रो यो पोखराको प्रसङ्ग यहाँ शङ्कर दाई हुनुहुन्छ शङ्कर केसी दाई हुनुहुन्छ पोखराको ल उहाँको कुरा ल सुन्न सुनेको शङ्कर भेटेको सर प्लिज शङ्कर सर मिल्छ मैले इन्भाइट गरेको छु मिल्छ भने आउनु नि दाइको हजुर कुरा सुनौ म नि पोखराको मान्छे हजुरको कुरा कहिले काहीँ बोलिरहेको सुन्थेँ अरू अवसरमा शङ्कर सर आउनुहोस् न सर हाम्रो केदार सरले केही कुरा राखिसक्नु भयो जस्तो लाग्छ अघि केही छ सर केदार सरको थप इनपुटहरू हामीलाई त्यो पनि सुनाऊ हामीले गरेका कुराहरूमा तपाईँको के छ सर यसमा थप हामीलाई करेक्सन गर्नुपर्ने एड गर्नुपर्ने अघि अनि हामीले हाम्रो विषय उठाएका विनोद सरले चाहिँ के भन्नुभयो त अघि मैले सुन्न पाइनँ विनोद सर चाहिँ विनोद जोडिनु सर भएको आउनुभयो विनोद सर अब हाम्रो यी अघि गरेका सानातिना कुराहरूलाई यहाँहरूले कसरी लिनुहुन्छ त्यसमा तपाईँको थप इनपुट र थप त्यो अब छुट्टै खालको तरिकाले त्यसलाई व्याख्या केही छ कि सर विनोद सरको सुनिएन सर सायद व्यस्त हुनुहुन्छ कि केदार सरसँग पनि यो जोड्न खोजिरहेको थिएँ मलाई केदार मलाई सर भन्नुभएको हजुर हजुर अघि हजुर विनोद अघि सर त हजुरलाई भनेको हजुर माथि ठ्याक्कै आइपुग्नु भएपछि अब सरबाट केही कुरा त हामीले अघि गरेका सानातिना कुरा गऱ्यौँ सर हामीले तर बेसिक फाउन्डिङ कुरा के जुन स्टक मार्केटमा आइसकेपछिका आउने जुन चाहिँ हामीले आइपिओबाट स्टक मार्केटमा आउन प्रोत्साहित भएर आइपिएका साथीहरू उहाँहरूले बजारलाई कसरी हेर्ने बजारमा यो सबै प्रवृत्ति भइरहेको बेलामा बजारमा उहाँको पैसालाई कसरी म्यानेज गर्ने हो उहाँलाई त्यो पैसा फेरि सधैँभरि लामो समय राख्न सक्ने अवस्था पनि हुँदैन छोटो समयमा त पैसा तुरन्तै चाहिन्छ अब यो सबै मिलाएर गर्नुपर्ने बेलामा
यो बजारको अवस्थामा के गर्दा ठिक हुन्छ होला? छोटो मिठो केही हजुरको फिडब्याक? आइपिओ मात्रै लिने लगानीकर्ताको कुरो कि के हो? अलिकति म कुरै नै बुझ्दिनँ। आइपिओ मात्रै लिने कुरा हो कि के हो? अलिकति मैले बुझिहाल्नु। भनेको सर, म थोरै यसलाई भूमिका थोरै राख्छु है त सर। मैले भन्न खोजेको नेपालको स्टक मार्केटमा धेरैभन्दा धेरै लगानीकर्ताहरू अथवा पैसा भएका साथीहरू अथवा पैसा तुरुन्तै कमाइन्छ भन्ने साथीहरू मा एउटा म्यासेज गएको छ। 100 को लगानी गरे भने 500 हुने, 3 हप्तामै, 5 हप्तामै 1000 हुने, 1000 लगानी गरेर 10,000 हुने। त्यसले गर्दा नेप्सेमा एकैचोटि ठुलो भिड आइपुगेको छ सर। त्यो भिडमा कतिपय राम्रा एकदम राम्रो पैसा भएका धनी साथीहरू, मनी मसलै लिएर आउने साथीहरू पनि हुनुहुन्छ भने अधिकांश त 10,000, 20,000, 50,000, 1 लाख, 1.5 लाख त्यो वर्ग, त्यो पैसा भएका साथीहरू पनि उत्तिकै हुनुहुन्छ। र त्यो साथी सानो सानो छरिएर रहेको भनी 10-50 हजार त्यस्तो साथीहरू हुनुहुन्छ जो बेला बेला एक्टिभ हुनुहुन्छ, जो बेला बेला बाहिर निस्किनुहुन्छ। उहाँहरू एक्टिभ हुने चाहिँ पैसा बचिरहेको कारणले, बाहिर निस्किने चाहिँ उहाँहरूको पैसा नेप्सेमा भएको तलमाथिमा कुरा नबुझेको कारणले, पैसा सिद्धिएको कारणले हो। अब त्यस्तो साथीहरूले के बिहेभियर अप्नाउने, कसरी बजारमा टिक्ने, उहाँको रणनीति कस्तो हुनुपर्छ, जसले गर्दा बजार पनि टिकिरहन्छ। जस्तो ती सबै साथीहरू बजारबाट निस्किनु भयो भने बजारमा जुन आउने 20औं हजार जनाको 1-1 हजार भनेको ठुलो पैसा हो। एकजना अरबपतिको 1 अरब भनेको केही पनि होइन। मार्केटमा त्यो भोलाटिलिटीलाई, मार्केटको त्यो स्विङहरू निर्माण गर्न, मार्केटमा सेन्टिमेन्ट निर्माण गर्नलाई त्यो रियल भूमिका चाहिँ त्यो साथीहरूको पैसाले, ती बायरहरूको पैसाको भूमिका हुन्छ। अनि त्यही चिजलाई कसरी समेट्ने होला, कसरी कारोबार गर्ने होला ती पक्षहरूले भन्ने बारेमा हामीले हाम्रै सोचमा राखेर कुरा गर्छौँ। उहाँहरूले के भन्नुहुन्छ मलाई थाहा भएन, अहिले यहाँ आएर कसैले भन्नु भएको छैन। तर कुरा त बेला बेलामा प्रत्यक्ष अप्रत्यक्ष आइरहेको हुन्छ। तपाईँ हामी चाहिँ उहाँहरूसँग एकाकार भएर उहाँहरूकै हामी लामो 4-5 वर्षदेखि लिएर 5-7 लाख 8-10 लाख पनि खेलाउने साथीहरू यहाँ प्रशस्तै छौँ। कोही कतिपय साथीहरू 50,000 1 लाख भन्दा माथि नखेलाउने साथीहरू अथवा भर्खरै टिनेजरहरू पनि आउनु भएको हुन्छ। उहाँहरूलाई कसरी बजारमा टिकाइरहने, उहाँहरूको त्यो पैसालाई कसरी बचाइरहने, के रणनीति ठिक होला यस्तो बजारमा भनेर छोटो मिठो रमाइलो छलफल गरेका छौँ सर। विषय धेरै मैले नभेटेर पनि यो विषय ल्याएँ। कतिपय साथीहरूलाई फेरि झिजो पनि लाग्न सक्छ। के भन्नुहुन्छ सर? मैले यही नै हो कुरा सर। यो कुरो तपाईँलाई एकदम ठुलो कुरो हो है। यो प्रश्नमा कुराहरू कोही व्यक्ति हुने नहुने, कोही जाने, कोही थोरै पैसा आउने नआउने। मैले चाहिँ यसलाई चाहिँ के छ भने यही कुरा चाहिँ छ समस्या बजारमा। बजारमा एउटा भ्याकुम छ, मनी भ्याकुम छ, पैसाको भ्याकुम छ। त्यो चाहिँ यस्तै ब्यालेन्स अफ पेमेन्ट भन्छ नि, त्यो राष्ट्र ब्याङ्कले गर्न नसकेको छ। इन्टरनली कुरा है त्यो चाहिँ। एक्सटर्नली पनि भनौँ न, ब्यालेन्स अफ पेमेन्टमा त्यो जुन पैसाहरू छ त्यो बाहिर जान्छ, फेरि त्यो बिचमा भ्याकुमहरू हुन्छ होइन। सेयर मार्केट पैसा पनि कसैले इन्ट्री गर्दा पनि ठिकै छ, नगर्दा पनि केही फरक पर्दैन। तर त्यो पछि जुन साइक्लिङ चाहिँ हुन्छ नि, रोटेसन, त्यो पैसा जुन भ्याकुम हुन्छ, त्यो भ्याकुम यही कन्ट्रीमा चलिरहेको हुन्छ पैसाहरू। मानौँ कि मैले 10-50 करोड या 10 अरब रुपियाँ मैले लगानी गरेर निस्केँ अरे, तर त्यो पैसा कन्ट्रीभन्दा बाहिर जानु हुँदैन। त्यो पैसा यहीँ ब्याङ्कमा डिपोजिट भएपछि त्यो पैसा कसैलाई काम लाग्छ। त्यो पैसा फेरि इम्प्लोइमेन्टको जरिए या कुनै बिजनेस या लोन आदि इत्यादिको जरिए त्यो जान्छ र सेयर मार्केटमा पैसा आउँछ। किनभने त्यहाँ भ्याकुम जो छ त्यसले पुऱ्याएको छ। तर त्यो जो भ्याकुम 10 अरब मैले बेचेँ र त्यो लिएर चाहिँ मैले बाहिर विदेश गएँ, पठाएँ भने त फेरि त्यो चाहिँ भ्याकुम जहिले भ्याकुमै रहने भयो। त्यो चाहिँ कन्ट्री लेभलमा गभर्नमेन्टले, कन्ट्री लेभलमा स्पेसली गभर्नरले चाहिँ, नेपाल गभर्नरले चाहिँ कन्ट्री लेभलमा चाहिँ त्यो चाहिँ भ्याकुम हुन दिनु हुँदैन। एउटा फुक्ना फुल्दाखेरि भक्क फुल्छ नि, त्यहाँ एनी टाइम त्यो हावा भइरहेको छ। त्यो साइक्लिङ चाहिँ हुनुपर्छ। मनी साइक्लिङ चाहिँ जति आवश्यक पर्ने हो र जति चाहिँ यहाँ मनी फ्लो चल्नु पर्ने, त्यसै फ्लो चाहिँ तपाईँलाई चाहिँ एकदम चलिराख्नु पर्ने हुन्छ। त्यसको भ्याकुम हुने बित्तिकै त्यो सेयर मार्केटमा कमी हुन्छ। तसर्थ कोही व्यक्ति इन गरेर पनि आउट गरेर पनि त्यस प्रकारको फरक पर्दैन। तर त्यो भ्याकुम पुरा गर्न सक्यो भने पनि 10 अरब बेच्यो के भयो त, त्यो पैसा ब्याङ्कमा जान्छ। त्यो पैसा फेरि रोटेसन भएर पक्का पनि तरिकाले पैसा त खाँदैन। त्यो बिजनेस गर्छ, कुनै बिल्डिङ बनाउला, कुनै प्रोजेक्ट चलाउला, कुनै के गर्ला, त्यो फेरि पैसा चाहिँ खर्च हुन्छ। त्यो ब्याङ्कमा जान्छ, ब्याङ्कबाट फेरि कसैले लोन, ब्याङ्कले स्पेसली दिने भनेकै लोनद्वारा हो। उसले सपोर्ट दिने त त्यतिकै जिरोमा त होइन, जाने लोनमा हो। लोन लिने व्यक्ति धेरै नै हुन्छन्। लोन लिने प्रकारको आकर्षक गर्ने नीति नियमहरू बन्छ।
त त्यो भएपछि त्यो त्यही 10 अरब या 10 अरब भन्दा बढी वाट एउटा इक्जाम्पल 10 अरब त्यो पैसा फेरि के छ भने खिचिन्छ जस्तो तपाईँ हामी जस्तो व्यक्तिलाई रोजगारी रूपमा पैसा जान्छ अनि तपाईँ हामी रोजगारी रूपमा त्यो पैसा फेरि के छ सेयर मार्केटमा आउँछ डेफिनेटली काहीँ न काहीँ कुनै न कुनै लेभलबाट या हामीले आइन भने त्यो ठुलो लेभलबाट पैसा आउँछ काहीँ न काहीँ पैसा आउँछ तर त्यो भ्याकुम चाहिँ हुन दिनु हुँदैन त्यो भनेको मौद्रिक नीतिबाट र नीति नियमबाट नै हो तसर्थ कोही व्यक्तिले अहिले त तत्काल चाहिँ हामी इन भएको राम्रो कन्ट्रीमा पैसा कन्ट्रीमा आएको राम्रो कन्ट्रीबाट बाहिर भएको राम्रो हुँदैन सेयर मार्केटमा आउनु कि नआउनु त्यो फरक पर्दैन लाग्छ मलाई एकदम लार्ज स्केलबाट चाहिँ सोच्ने हो भने सेयर मार्केटमा जसरी पनि तपाईँको चाहिँ त्यो पैसा कोही न कोही आउँछ तर आउनुपर्छ भन्ने चाहिँ त्यस प्रकारको चाहिँ कुनै चाहिँ मान्छेलाई ट्रेनिङ गराएर कोही जापान गएर ट्रेनिङ गराउँछन् सेयर मार्केटमा आउनु त्यस प्रकारको ट्रेनिङको जरुरी छैन जहाँसम्म लाग्छ तर सेयर मार्केटको कसरी काम गर्ने भन्ने कुरो चाहिँ जरुरी छ त सेयर मार्केट आउनुहोस् भनेर चाहिँ जरुरी त्यो छैन त्यो जरुरी छैन तसर्थ त्यो पैसाको जुन भ्याकुम हुन्छ देशमा त्यो भ्याकुम चाहिँ पुरा गर्ने प्रकारको चाहिँ नीति नियमहरू चाहिँ बनाउनु पर्छ तर त्यहाँ चाहिँ देशबाट कन्ट्री रिलिज हुने पैसाहरू लिक हुने पैसाहरू चाउट हुने कुराहरू आयो भने चाहिँ त्यो पैसाहरू बाहिर जान्छ जस्तै कोही जुवा खेल्छन् कोही त एक्सबिडहरू खेल्छन् कोही वाट एभर खेल्छन् होइन त्यो पैसा बाहिर सटाइ गरेर पठाउँछन् ती कुराहरू चाहिँ गर्न दिनु हुँदैन त्यो पैसा यहीँ भयो भने के छ भने त्यो पैसाहरू चाहिँ हाम्रो विदेशमाबाट चाहिँ बढी पैसा रेमिटेन्स भएर आउँछ त्यो पैसालाई यहाँ सर्कल गर्न सक्नु पर्यो अटोमेटिकली सेयर मार्केटमा आउँछ कसैले सेयर मार्केट आउनुहोस् भनेर चाहिँ कसैलाई चाहिँ ढोग्नु पर्दैन कसैलाई जप्नु पर्दैन जहाँसम्म लाग्छ अटोमेटिकली त्यो फुलफिल चाहिँ सेयर मार्केटमा आउँछ त्यस प्रकारको चाहिँ गर्दा हुन्छ कसैले चाहिँ अब आफ्नो पैसालाई चाहिँ रहेको 10-20 हजार 50 हजार जो छ मान्छेसँग त्यसलाई कसरी चाहिँ कमाउने भन्ने कसैले नीति लिन्छ भने त्यसलाई सेयर मार्केट छोडेर नजाउन् यी छ कमाई भन्न कसले चाहन्छ भने हरेक स्टकमा प्रफिटको सम्भावना हुन्छ हरेक स्टकमा त्यो भनेको माइन्ड गेम हो माइन्ड त्यो सबै आफ्नो दिमागमा हुन्छ सबै कुराहरू त्यसलाई कसरी लिने भनेर त्यो प्लान सोच टेक्नोलोजी टेक्निकली कुराहरू फन्डामेन्टल कुरा वाट एभर त्यो उसको दिमागमा हुन्छ दिमागलाई चाहिँ मिलाउन सकेन भने त्यो पैसा व्यक्तिको डुब्छ विनोद सर किनभने हरेक स्टक के छ भने प्रफिटको हेलो सम्भावना हुन्छ विनोद सर आई एम सरी फर द्याट यो साझा सोतारीमा के छ भने एउटाले प्रश्न सोध्नु भयो उहाँ प्यानलमा बसेको सरले प्रश्न सोध्नुभयो भने बिचमा कुरा काट्न पाउने अधिकार छैन तर पनि म चाहिँ मलाई चित्त नबुझेको कुरा आग्राको प्रश्न गाग्राको उत्तर हुँदैन कि सर एउटा प्रश्न जे सोध्नु भएको छ त्यसको उत्तर दिनुहोस् न तपाईँ कहाँ पुग्नुभयो त त्यही त दिएको त भन्ने कुरा तपाईँले मेरो ल भनेको त्यहाँ मिनिङै अगाडिको वाइडली विनोद सरले तपाईँलाई मैले विनोद सरले भनेको जुन मिनिङ चाहिँ वाइडली बुझ्नु भने विनोद तपाईँले सर त्यो बुझ्नु रविन सरले जुन प्रश्न राख्नु भएको थियो त्यो अनुसारको प्रश्नको फिडब्याक आएन सर भन्ने कुरा हो मेरो है आई एम सरी तपाईँलाई त्यस्तो लाग्यो कि तपाईँलाई त्यस्तो लाग्यो ठिक छ सर उहाँ चाहिँ मलाई चाहिँ त्यस्तो लागेन मैले चाहिँ उहाँको प्रश्न जवाब दिए लाग्छ मलाई त्यही त अब त्यसलाई विनोद तपाईँले सरले कसरी लिनुभयो विनोद सरले एकदम व्यापक र बृहत रूपमा मार्केटमा भएका इन्डिभिजुअलहरूको बारेमा उहाँले खासै कुरा गर्नु भएन उहाँले के गर्नुभयो भने होलिस्टिक एप्रोचमा म्याक्रो इकोनोमिक्स पर्सपेक्टिभबाट कुरा राख्नुभयो मैले प्रश्न गरेको थिएँ म्याक्रो इकोनोमिक पर्सपेक्टिभ होइन कि माइक्रो इकोनोमिक पर्सपेक्टिभबाट हाउ वी क्यान सेभ देम हामीले उनीहरूलाई कसरी बचाउन सक्छौँ अथवा उनीहरू लङ टर्मसम्म मार्केटमा कसरी रहन सक्छन् र त्यो उनीहरूलाई ग्रो गर्यो भने मार्केट पनि ग्रो हुन्छ होला भन्ने त्यो पर्सपेक्टिभबाट कसरी काम गर्न सकिन्छ भन्ने मेरो प्रश्नको आशय त्यो थियो त्यो प्रश्नको आशयमा हजुरले गरेको कुरा कुनै पनि रङ छैन 100% राइट छ खालि के भयो भने म्याक्रो इकोनोमिक्स बचाउने भन्ने कुरै हुँदैन मैले बचाउने भनेको मान्छेलाई बचाउने भन्ने कुरै हुँदैन हुँदैन सर हुँदैन तर के हुन्छ भने मान्छेलाई बचाउने कुरा गर्नुहुन्छ भने त हुँदैन 90% फेलियर हुन्छ तपाईँ बचाउने कुरा त प्रश्न नै आउँदैन त तर हरेक व्यक्तिमा के छ भने स्टकमा कमाउने सम्भावना हुन्छ गर्न सकिन्छ कि जस्तै गाडी चलाउन त्यो लाइसेन्स दिन्छन् नि सर लाइसेन्स दिँदाखेरि ट्रायलमा लगेर सिकाएर नियम कानुन पढाएर गरेर अनि उनीहरू चाहिँ पास हुन्छन् तर गाडी त उनीहरूले चलाउने हो तपाईँले एटलिस्ट त्यो लाइसेन्स दिने काम गरिदिनु भयो भने भन्न खोजेको सोच विकास गरिदिनु भयो भने एक्सिडेन्ट कम हुन्छ होला उहाँ आफू मात्रै लड्नुहुन्न अर्कोलाई पनि बचाउनुहुन्छ होला
त्यो भूमिका हामी यहाँ छलफल गर्दै गर्दा कसरी निभाउने होला भन्ने प्रश्नलाई मैले त्यसरी सानोतिनो प्रश्न राखेको हो सर, यो मेगा प्रश्न हो। तर साँच्चै होइन, सरले भन्न खोजेको यो नि गलत प्रश्न होइन, सानो तपाईँले होइन राखेको उत्तर यो पनि प्रश्न। हजुरले राखेको उत्तर पनि गलत बिल्कुल छैन, एकदम सही छ। तर खालि म्याक्रो इकोनोमिक पर्सपेक्टिभबाट अलिक धेरै कुरा आएको मात्रै हो सर। हामी सबै तपाईँले सही राखेको प्रश्न सुन्नु न, तपाईँले राखेको प्रश्न सानो छैन, यति धेरै लामो कुरो राख्नुभयो भने त्यो कुरोमा वाइ भन्ने बित्तिकै ठुलो प्रश्न हुन्छ। तपाईँले त त्यहाँ दुनियाँ एउटा इलाबोरेट गरेर चाहिँ प्रश्न राखेको त्यो सानो कुरो छैन क्या, त्यहाँ भनेको ठुलो कुरो छ। कसरी बचाउन सकिन्छ भन्ने कुरा नै सकिँदैन बचाउन, किनभने सेयर मार्केटमा चाहिँ घाटा खाने पनि हो, मान्छे मर्ने नै हो, जसरी गरे पनि भनेपछि बजारमा घाटा खाने नै हो, बचाउन सकिँदैन। तर त्यसलाई चाहिँ के छ भने विनोद सर, आई एम सरी फर द्याट। आइपिओ भरेको मान्छेले अहिले 3वटा आइपिओ जुन चलिरहेछ तपाईँको, अब तपाईँको चाहिँ स्टक मार्केटमा अब 3वटाले सर्किट हानिरहेछ हिजो अस्तिदेखि। आइपिओ भनेको सर्वसाधारण तपाईँ हामी विद्यार्थी आम साधारण चाहिँ अब तपाईँको चाहिँ अब अलिकति सेकेन्डरी मार्केटमा पैसा खेलाउन नसक्ने ठुलोबाट लगानीकर्ता नगनिएको मान्छे, स्टुडेन्टले पनि, अनि तपाईँको चाहिँ घर गृहणी चलाउने महिलावर्गहरू, हाम्रो दिदीबहिनीहरू, आफ्नो दाजुभाइ जो छ आफ्नो क्षमता अनुसार 1000 रुपियाँको आइपिओ 1000 रुपियाँको चाहिँ तपाईँको चाहिँ आइपिओ भरेर अहिले चाहिँ एउटा आइपिओको 30,000 लगभग भनौँ 25,000 20,000 लगभग कमाउने चाहिँ त्यो छेड देखिया छ अहिले नेपाली सेयर मार्केटमा हालचालको अवस्था हेर्दाखेरि हैन सर। अब ती मान्छेहरूलाई चाहिँ सेकेन्डरी मार्केटमा आउँदाखेरि कसरी चाहिँ सल्लाह सुझाव दिन सक्नुहुन्छ तपाईँले? हो, प्राइमेरीमा त यसरी कमाउन सकिँदो रहेछ त, सेकेन्डरीमा छिरौँ नि त हामी, अगाडि बढाउन त, कसरी अगाडि बढ्न सकिन्छ भन्ने टाइपको। 3,000 लगानी गरेको थिएँ, 30,000 भन्दा बढी कमाएँ मैले, 50,000 आयो ल मेरो खातामा। अब म सेकेन्डरीमा यो चाहिँ पैसालाई चाहिँ मैले लगानी गर्न चाहन्छु मैले चाहिँ है। अब मैले चाहिँ सेकेन्डरी मार्केटमा अब कसरी चाहिँ म उपस्थित हुन सक्छु त? कुन अब सेकेन्डरीमा जाँदैमा तपाईँको चाहिँ कुन कम्पनीमा जाने भन्ने कुरो पनि हुन सक्यो, कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि हुन सक्यो यहाँनिर है विनोद सर। यो प्रश्न क्लियर छ होइन। कोही व्यक्ति अब कमाएर निस्कियो भने पनि बजारमा के चाहिँ असर हुन्छ भन्ने कुरा अघि मैले बुझाएको थिएँ, त्यस प्रकारको दिएको थिएँ। जस्तै कमाए 30,000 रुपियाँ, बजारमा फेरि ब्याक आएन, ऊ निक्लेर गयो, त्यसको असर के हुन्छ भन्ने कुरा मैले बुझाएको थिएँ अघि। अहिले फेरि तपाईँ के छ भने ननिक्लिकन त्यो व्यक्ति यहीँ बस्ने र कसरी चाहिँ चलाउने भन्ने कुरा आयो फेरि। बुझ्नु भएन? तपाईँको प्रश्न चाहिँ के हो भने त्यो व्यक्ति कमायो 30,000 रुपियाँ, अब उसले सेकेन्डरीमा चाहिन्छ। सरी सर, बिचमा कुरा काटेँ, म एउटा विद्यार्थी हो है। मेरो आवाज किन यस्तो यतै फर्किरहेछ भन्नु न, भइसक्यो। मेरो आवाज राम्ररी सुनिरहेछ सरहरू? सुनिन्छ भन्नु न। मैले भन्न खोजेको जस्तै म एउटा स्टुडेन्ट हो, म विद्यार्थी हो, मैले चाहिँ एउटा आइपिओ भरेँ लक्कीली। मलाई चाहिँ अब ठिक छ, लक छ छैन आफ्नो ठाउँमा छ, कर्म लक आफ्नो ठाउँमा छ। अब भाग्यले साथ दिन्छ, कर्मले साथ दिन्छ, त्यो त चाहिँ अब मान्छेले भोग्दै भोग्दै बुझ्दै जाने हो, गर्दै जाने हो, आफ्नो ठाउँमा छ। तर ठिक छ, कथम कदाचित मलाई एउटा चाहिँ आइपिओ भरेको थिएँ, मलाई आइपिओ पर्यो, मलाई चाहिँ ओम मेगा सिरिकनी पर्यो हो। त्यो त अहिले 3वटा चल्या नि, के भन्छ यी दुनियाँ चाहिँ अब 3वटा चाहिँ अब सर्किट हान्ने कम्पनी को छन् भन्दा आइपिओ आएको कम्पनी छन् आजदेखि हेर्दाखेरि। अब सबैले चाहिँ सर्किट हानिरहेछन्, बजारमा यसरी कमाइ हुँदो रहेछ, यो कम्पनी भनेको यतिसम्म चाहिँ बेच्न मिल्ने र यतिसम्म बेच्न नमिल्ने रहेछ भन्ने कुरा चाहिँ आम सर्वसाधारण विद्यार्थीहरूले पनि जानेको कुराकानी हो। त्यसपछिको पैसा ल ठिक छ, आइपिओबाट त यसरी कमाइ हुँदो रहेछ, सेकेन्डरी मार्केटमा हामी चाहिँ छिर्न लायक मान्छे हो कि होइन, हामी कसरी छिर्ने, हामीले चाहिँ कसरी पैसा कमाउन सकिन्छ भन्ने कुरा उहाँहरूको पनि त जिज्ञासा हुन सक्यो नि त होइन सर? त्यो हिसाबले तपाईँको मैले कुरा बुझेँ त होइन। अनि त्यो हिसाबले चाहिँ तपाईँको अब फर्मर आइपिओबाट सेकेन्डरी मार्केटमा छिर्ने मान्छे र समग्र चाहिँ आइपिओमा छिर्ने मान्छेहरूदेखि लिएर लगायत शेयर बजारमा छिर्ने मान्छेहरूको लागि, नयाँ लगानीकर्ताहरूको लागि
सुझाव के छ भन्ने कुरा चाहिँ जहाँसम्म हाम्रो रबिन सरको मोटामोटी माइक्रो भनौँ अथवा म्याक्रो भनौँ होइन त्यो हिसाबको आएको हो तपाईँलाई क्वेसन। अब हामी विश्व पोलिटिकल्सदेखि लिएर इकोनोमिक्स कन्डिसनमा हिँड्यौँ भने र हामीले छलफल गऱ्यौँ भने हामी चाहिँ बन्द रुममा बसेर पनि हामीले चाहिँ एक हप्तामा पनि कुरा टुङ्गाउन सक्दैनौँ सर है। यो पब्लिक फोरम हो। यो सर्वसाधारण लगानीकर्ता हामी जस्तो हामी जस्तो चाहिँ लाखौँ अरबौँ बोकेर आएको पनि हुँदैन, सुन्नु त 1000 रुपियाँ बोकेर आएको आशिषजी, लगानीकर्ता पनि छ भनेर हाम्रो चाहिँ रबिन सरले चाहिँ सोच्नु भएको हो जस्तो पनि लाग्यो मलाई है। त्यो अब हिसाबले म नेप्सेको पनि नेप्सेमै समर्थन जाउँला, जनाउँदै नेप्सेको विषयमा कुरा गरौँ। आशिषजी, ल ल विनोदजी, परवीन सर ल ल ल ल म बिचमा बढी बोले जस्तो पनि लाग्यो होइन। ल अनि ल ठिक विनोद छ सर सर। होइन अब हामी मैले कुरा अब बुझेँ तपाईँ बेसिक विनोद कुराहरूलाई सरको चाहिँ ल समेट्न 2 मिनट खोजेको सुन्छौँ हामी सर। विनोद सरको 2 मिनट सुन्छौँ होइन। ल ल। मैले तपाईँको कुरा चाहिँ के भयो भने त्यो आइपिओ कमाएको पैसालाई रिइन्ट्री गर्ने कुरामा र कसरी गर्ने भन्ने कुरामा तपाईँको प्रश्न आयो भने उहाँको चाहिँ मैले के बुझेँ भने कसले कमाइ गरेर अब त्यो नछिर्ने अवस्थामा गयो भने चाहिँ सेयर मार्केटलाई के असर पर्छ त भन्ने कुराहरू चाहिँ मैले रवि सरबाट बुझेको थिएँ। त्यसको प्रकारको दिएको रहेको कुरो त्यो पैसाले फेरि रिइन्ट्री गर्न चाहन्छ भने उसलाई चाहिँ कसरी रिइन्ट्री गर्ने, कसरी गर्ने, फेरि त्यसरी कमाइन्छ कमाइँदैन भन्ने चाहिँ त्यो लगानीकर्ता नयाँ जो आइपिओ भएका छन् त्यसलाई जिज्ञासा हुन सक्छ र त्यस्ता व्यक्तिलाई कसरी सुझाव दिने भन्ने कुरा चाहिँ तपाईँको चाहिँ एउटा लाग्छ मलाई जिज्ञासा भयो त्यहाँबाट। यहाँ तपाईँ र उहाँको चाहिँ मैले दुईटा कुरो अलग अलग पाएँ अब है। अब यो कुरो ओहो चाहिँ हुन तपाईँको अहिलेको तत्कालको कुरो चाहिँ पछि तपाईँले भन्नुभएको ल कुरा चाहिँ विनोद सरले समअप गर्नुहोस्। अब राजेश सर अब हामी एकछिन विनोद सरको कुरा सुनौँ पहिला, अनि किन पटक पटक एउटै क्वेसन रिपिट गर्दा पनि राम्रो हुँदैन सर। अघिको कुरो अघिको सुन्नुहोस्, जसले बाहिर गयो, बाहिर भन्नाले सेयर मार्केटबाट निक्लियो र उसले ब्याङ्क डिपोजिट गरेर वाट एभर गरेर यहाँ आएन, त्यसको लागि चाहिँ हइको भनाइ मेरो आए पनि नआए पनि मतलब हुँदैन। तर त्यो ब्यालेन्स अफ पेमेन्ट चाहिँ मिलाउनु पर्छ, भ्याकुम खुल्ला गर्नु हुँदैन। त्यो राष्ट्र ब्याङ्कको नीतिमा जान्छ भने हो। त्यसबाट चाहिँ रहेको त्यो पैसा फेरि इन्ट्री हुन्छ, रिइन्ट्री भन्छ भने त त्यो भ्याकुम त अलरेडी चाहिँ त्यसलाई चाहिँ प्याकअप हुने भयो होइन। अब उसले चाहिँ कसरी रणनीति लिने त सेकेन्डरीमा भन्ने कुरा चाहिँ आउँछ। जो व्यक्ति फेरि इन्ट्री गर्न चाहन्छ त्यो व्यक्ति यदि बिना शिक्षा तालिमले चाहिँ उसले लाइभ जान्छ भने ऊ एकचोटि डुब्छ पक्का। तर नडुब म उही नै हुँ भन्छ भने चाहिँ उसले चाहिँ सुरुमा सिक्नै पर्छ, पेपर ट्रेड गर्नै पर्छ, डेमो ट्रेड गर्नै पर्छ। आइपिओबाट दिए जस्तो चाहिँ सेकेन्डरीमा त्यस प्रकारको नयाँ मान्छेलाई दिँदैन बजारले। ऊ धेरै टाइम चाहिँ फेल हुन्छ त्यसमा चाहिँ। त्यो कुरो पहिले जानकारी प्राप्त भएपछि मात्र, तर त्यो सहन सक्दैन। के भयो त कमाएको छु 50,000 कमाएँ, डुबे 10,000 डुब्छ कि 70,000 आउँछ भन्ने सोच्ला होइन। कमाएको पैसा त हो भन्ला ती कुरा हुन्छ। तर म 50,000 लाउँछु मैले कमाएँ भने त्यो 50,000 फेरि मलाई 60,000 70,000 हुनुपर्छ भन्ने प्रकारको सोच राख्छ र त्यसको पर्सेन्टेज हाई हुन्छ भने, हाई लाउँछ भने आफ्नो सोचमा उसले चाहिँ त्यो पहिले सुरुमा सिक्नै पर्छ। सेकेन्डरी पेपर वर्क भनौँ या डेमो कुनै भनौँ या सुन्नुपर्छ, ध्यान दिनुपर्छ, लगानी गर्ने रणनीतिहरू लिनुपर्ने हुन्छ, बजार बटम लाइनमा चाहिँ छिर्नु पर्ने हुन्छ, बटम लाइन कहाँ थाहा पाउनु पर्ने हुन्छ। यी सब गरेपछि मात्र चाहिँ धेरै नकारात्मक तत्त्वबाट चाहिँ नकारात्मक एउटा चाहिँ रिइन्ट्री गर्नु पर्ने नकारात्मक रेहरू माने त्यो चाहिँ अवस्थाहरू हुन्छ, त्यहाँबाट चाहिँ उसको रिड्युस हुन्छ। पूर्ण रूपमा चाहिँ ऊ हुँदैन कोही पनि, तर चाहिँ जति ऊ नेगेटिभ पक्ष हुन्थ्यो भने त्यो चाहिँ हट्दै गरेर चाहिँ केही पर्सेन्टेज चाहिँ राम्रो हुन थाल्छ, पोजिटिभ पछितिर जान थाल्छ। सो 70 कमाउँ सोचमा मेबी 5 घाटा लाग्ला, फेरि 60 कमाउला, नत्र भने सिधै 50 हाल्दा मेबी 25 मा आउन सक्ला नसोचिकन। सो उसले पेपर वर्क, यो डेमो या सुझाव या तालिम र डाइरेक्ट यदि लगानी गर्न चाहन्छ भने उसका फ्यामिली मेम्बर या उसले चिताएको सक्षम व्यक्ति जो सेयर मार्केटमा पहिलादेखि माने बसिरहेछ भने उसको चाहिँ फलोअपमा पनि उसले काम गर्न सक्छ। तर उसले चाहिँ पूर्ण रूपमा आफ्नो घरको साथीभाइ पनि भएर हुँदैन, यता तपाईँ हामी यस्ता मान्छे भएर हुँदैन। जसको दाजुभाइ जस्तै मेरो भाइ छ ऊ मेरो उसमा गर्छ, त्यस प्रकारको। सो त्यस प्रकारको चाहिँ नजिकको रिश्तेदारहरू भएको खण्डमा चाहिँ गर्दा अथवा त्यो चाहिँ राम्रो हुन्छ त्यो चाहिँ जस्तो लाग्छ मलाई। अरू टिप्स लिएर यताउति गरेर चाहिँ त्यो हुँदैन। टिप्स लिने काम भनेको सबसे टिप्स लिएर कमाउने भनेको एउटै व्यक्तिले कमाउँछ, त्यो भनेको वेटरले हो। वेटरले टिप्स लिएर कमाउँछ, नत्र भने अरूले लिने टिप्स लिने भनेको चाहिँ त्यो कमाउन सक्दैन। टिप्स कने वेटरलाई मात्र फाप्छ। सो टिप्स लिएर होइन भन्दा पनि आफ्नो अध्ययनबाट हुन्छ, या आफ्नो अध्ययनलाई समय नलाने फटाकदर काम चाहिँ छिरिहालौँ भन्छ भने चाहिँ कमसे कम पनि उसको आफन्तबाट चाहिँ
छिरेको व्यक्ति या तपाईँको कोही भाइ हुनुहुन्छ आइपिओ गर्दै हुन्थ्यो होला कमाउनु भयो तपाईँको भाइ दाइ आमा बुवा दिदी बहिनी दाजु भाउजू जो हो अब त्यस्ता व्यक्तिलाई चाहिँ नजदिकबाट चाहिँ किन उसलाई हामीले इमान्दारी रूपमा चाहिँ आफ्नै सन्देश दिन सक्छौँ तर बाहिरको रूपमा के छ भने हामीले अलिकति त्यत्तिकै दिइरहेका हुन्छौँ सोधो भनिदिउँ न भनेर त्यस्तोमा चाहिँ के छ भने त्यो छिर्ने व्यक्तिलाई चाहिँ रिस्क चाहिँ हुन्छ जति आफ्नोलाई रिस्क हुन्छ त्योभन्दा बढी रिस्क चाहिँ उसलाई हुन्छ आफ्नो चाहिँ कम हुन्छ सो त्यस्ता आइपिओ भएको व्यक्तिहरूले कमाएका छन् भने चाहिँ त्यसरी चाहिँ आफ्नो मान्छेको चाहिँ सुझाव लिएर छिर्न सक्छ नजिकको आफ्नोबाट या आफूले सेल्फ अध्ययन गर्नु चाहिँ पर्छ बिना अध्ययन छिर्ने भने चाहिँ ऱ्यान्डमली हुन्छ भन्ने लाग्छ त्यसर्थ मेरो भाइलाई मैले चाहिँ ऱ्यान्डममा छिर्न लाएर मैले आफ्नोबाट चाहिँ छिराएको छु र राखेको छु आइपिओ चाहिँ विदेशमा धन्यवाद बसेको सर, धेरै धेरै धन्यवाद। हामीले सरस्वती अब अघि विषयहरू पनि खासै लगभग आजको करेन्ट कन्टेम्पोरेरी इस्युमा साथीहरूले कमै बोल्नु भएको कारणले कहिलेकाहीँ यस्ता सामान्य विषयहरू भनेको पनि गम्भीर यसका गम्भीर अर्थ राख्छ यो विषयले भनेर यो विषय उठाइएको हो सर। फेरि हामीले साथीहरूलाई आजको विषयहरूमा केही हट टपिक्समा छलफल गर्नु छ जस्तो पनि लाग्छ। त्यो टपिक्सहरूमा छलफल गर्नको लागि इन्टेलिजेन्ट सर पनि आउनुभएको छ, अमृत सर आइपुग्नु भएको छ। के छ अमृत सरबाट केही कुरा सुन्ने हो सर? हजुर सर, नमस्ते सबैलाई। नमस्ते सर, नमस्ते सर, एकदमै सिरियसली कुरा भइरहेको जस्तो लाग्यो। अलिकति म चाहिँ मजाक गरिदिउँ भनेर आएको होइन, अलिकति रमाइलो गरिदिउँ भनेर आएको। गर्नु न मजा सर, के छ र यो सबै हरेक कुरालाई मजाक रूपमा लिन सकिन्छ सर, किन त्यति सिरियस हुनु पर्यो सर? अनि यसमा अब अहिलेको स्थितिमा के छ मैले बुझेको के छ भन्छ नि सर, आइपिओ भर्नेहरूमा प्राय जसो त जस्तै कि यसमा 30% जनताहरू चाहिँ नि विदेशबाट छन् होइन, अनि तपाईँको त्यसमा 60% जनताहरू चाहिँ नि अलरेडी सेकेन्डरी मार्केटमा काम गरिरहेको मानिसहरूको बच्चा बच्ची आफ्नो फ्यामिलीहरू छन् र बाँकी 10% जनताहरू जसले चाहिँ सेकेन्डरी मार्केटमा कारोबार गर्दैनन् र आइपिओ मात्रै भरेर बसिरहन्छन्। यसमा यो कुरा गयो होइन सर। अब जसले विदेशबाट भरिरहेछन् उनीहरूले हटपट्टि ट्रेड पनि गर्नेहरू पनि छन्, नगर्नेहरू पनि छन्। गर्नेहरूलाई टेन्सनै भएन, हाम्रो प्रफिट भाइ जस्तो तन्नै छन्। अब नगर्नेहरूको कुरा गर्ने नि के गर्ने, उनीहरूको स्टक सेकेन्डरी मार्केटमा आउने नै भएन। अब आउँ 60% जुन चाहिँ नि हाम्रो सेकेन्डरी मार्केटमै कारोबार गरिरहेको आफ्नो फ्यामिलीहरू बच्चा बच्चीहरूको, त्यो उहाँहरूले आफैले चलाइरहनु भएको छन्। कतिपयको अब छोराछोरीको लागि भनेर राखिरहेको छन्, त्यो स्टक नेप्सेमा आउँदैन होइन। अनि जति पनि आफ्नो खातामा राखिरहेको छन् उहाँहरूलाई थाहा छ कुन चाहिँ रेटमा बेच्नुपर्छ भनेर, उहाँहरूले हामीले सिकाउनै परेन। अब बाँकी रहेको कुरा उहाँको बच्चा बच्चीहरूले यदि चाहिँ नि सेकेन्डरी मार्केटमा आएर ट्रेड गर्दाखेरि चाहिँ नि उहाँहरूले अलरेडी सिकेर आएका हुन्छन् होइन। किन भन्छ नि अब यदि म जस्तो यदि अब हामी जस्तो बुढो भइसकेपछि चाहिँ नि अब बच्चाहरूलाई सिकाउनु यदि भ्याएन र हामी अलरेडी छिटो नै पशुपतिमा गइदियौँ भने चाहिँ नि त्यो बच्चा बच्चीहरूले सेयर मार्केट हेर्दै हेर्दैन, किनभने हामीले त्यसलाई राम्रोसँग सिकाएको नै हुँदैन है, त्यो स्टक त्यतिकै रहन्छन्। अब बाँकी रह्यो 10% जसले चाहिँ नि सेकेन्डरी मार्केटमा छैन आइपिओ मात्रै भरिरहेका हुन्छन्, उनीहरूलाई वास्तै छैन। सिद्धिहाल्यो नि सर कुरा त होइन। मैले पनि पुरै जोक्सै बनाइदिनु भयो कि ठिक छ सर। विथ क्यालकुलेसन सर, बिना क्यालकुलेसन के कुरा गर्ने भने यस्तो छ सर, अब सरस्वती हामीले कहिलेकाहीँ के हुन्छ नि त्यो 100 नम्बर 100 पुर्याउनु पनि त्यो 1 नम्बर हुन्छ नि सर, त्यो 1 नम्बरको पनि त्यति नै पावर चाहिन्छ कि सर। 99 पुग्यो 100 कहिल्यै पुगेन भने त्यो 100 हुँदैन कि सर। त्यो बाँकी रहेको 1 नम्बरको पनि स्ट्रेन्थ भ्यालु त्यसले दिने कन्ट्रिब्युसन त्यसको त्यो सब चिजको क्यालकुलेसन हुनुपर्छ हाम्रो स्ट्याटिस्टिक्समा हेर्नुहोस्। अझ विशेष गरेर अझ तपाईँ टिए साथीहरूलाई त यसको ठुलो भ्यालु छ। त्यो मार्केटमा यो 10% का के कुरा गर्ने भन्ने कुरा पनि अब यो पनि फेरि अर्को मजाक नहोला सर है। म फेरि धेरै कुरा बुझ्दिनँ सर, आफूलाई लागेको कुरा भन्छु, साथीहरूले कसरी लिनुहुन्छ अलग कुरा भयो। केही करेक्सन गर्नु छ भने करेक्सन फेरि गरिदिनु होला। मेरोमा वरिपरि मेरा साथीहरू हल्ला गरिरहेछन्, सुन्नु भएको छ होला। हजुर सर।
मैले चाहिँ विनोद सरबाट चाहिँ विनोद सरले नेप्सालाई कसरी हेर्नु भएको छ भनेर सुन्न खोजिरहेको थिएँ सर। ल विनोद सरले नेप्सीलाई कसरी हेर्नु भएको छ? विनोद सरले अघि लामो समय मैले कुरा अघि बताइसकेँ गरिसक्नुभयो। सर, रेकर्डिङ होला सुन्नु होला, किनभने मैले विनोद सर धेरै लामो एकदम सुन्न चर्चा होला, इलाबोरेट सुन्न होला। गरिसक्नुभयो। विनोद सरले कुरा गरिसक्नुभयो सर। स्पेसिफिक भएर अब गरायो होइन। यस्तो गर्नुपर्छ होला। अब इन्टेलिजेन्स सर तल हुनुहुन्छ सर, हजुरको के छ सर? नेप्सेलाई अब के भन्ने हो सर? हजुरले कसरी बुझ्नुभएछ आजको कारोबारलाई? तपाईँ साँच्चै सेटिस्फाइड हो सर? आज तपाईँले हिजो सोचेको जस्तै आज भयो कि भएको छैन सर? के छ, के भन्न सकिन्छ सर? हाम्रो इन्टेलिजेन्स सर उहाँ स्मार्ट ट्रेडर पनि हो, उहाँ सिभिल इन्जिनियर हुनुहुँदो रहेछ, प्रोफेसनल ट्रेडर पनि हो उहाँ। उहाँको राम्रो साथीहरूको सङ्गत राम्रो राम्रो छ। निर सर नै फर्स्ट उसमा हुनुहुन्छ। अनि प्लिज सर तपाईँबाट केही सुन्नुपर्छ सर। ल इन्टेलिजेन्स सरले कतै व्यस्त हुनुहुन्छ कि खै साथीभाइसँग जस्तो नि लाग्यो। प्रवीण सर अब हजुरको आफ्नै कुरा सुनाउनु त ल। केदार सरसँग रिक्वेस्ट गरेको, केदार सर पनि बोल्न खोज्नु भएन, भर्खर अघि बोलिसक्नु भएको हो कि? र हाम्रो समय पनि 22:43 भइसकेको छ। हामी बढीमा 15 मिनट मात्रै बस्छौँ सरहरू है। अब हामी यो ठ्याक्कै 23 भएपछि भागिहाल्नुपर्छ। हेलो सर, यो हजुर हजुर एउटा सोध्नु थियो कि याचिएलआईको त्यो 14% दिएको थियो नि सर, यो तिर्ने त्यो नोटिस आयो कि आएन, आएको छ कि आएको छैन सर? कसलाई छ सर अपडेट यस विषयमा? ठ्याक्कै अपडेट छ, मसँग अपडेट छैन सर। कसै सर अमृत सर केही छ थाहा छ हजुरलाई? प्रवीण सर, विनोद सर? मलाई लाइफ इन्सुरेन्सको याचिएलआई 14% त्यो हेर्न नि आएन कि सर, कहिले तिर्ने नि? ए हजुरले ट्याक्स तिर्नुपर्ने छ डिभिडेन्डको। त्यो 14% दिएको रहेछ, त्यो नदिएसम्म ऊ आउँदैन। ओके सर तपाईँको तिरेसम्म हजुरले आउँदैन त्यो प्लेटफर्ममा रहेछ। एकचोटि कन्ट्याक्ट गर्नुहोस् न त्यसको लागि है। तपाईँको त्यो उसको उसकै वेबसाइटमा पनि हुन्छ नि, राखेको हुन्छ सर, हिमालयन त्यसमा लाइफ पनि राखेको छ। इन्सुरेन्सको वेबसाइटमा गएर हेर्नु न। त्यस्तो हेर्नै आउन्न सर, मलाई कहाँ गएर हेर्ने हो? अब त्यो त तपाईँले सिक्नु पर्यो सर, कहाँ गएर हेर्ने होइन, सिक्नु पर्यो होइन। त्यो तपाईँको लागि अब यहाँ कसैले पनि काम गर्दैन, त हामीले चाहिँ नि सजेसन मात्रै दिने हो। त्यो तपाईँले सिक्नु सिक्नलाई पर्यो। खास कस्तो कहाँ गएर सिक्ने नि सर? त्यस्तो के गरेर सिक्ने? अब यो क्वेसन त यस्तो लाग्यो कि जानी जानिकन चाहिँ नि हाम्रो खुट्टा काट्न आएको जस्तो क्वेसन लाग्यो मलाई चाहिँ। होइन सर, म यहाँ जापान छु सर, म तपाईँले त्यस्तो टिएमएस कसरी चलाउन सक्नुभयो सर? तपाईँ जापानबाट म जापान कसरी जानुभयो सर? तपाईँ हजुर जापान कसरी जानुभयो? तपाईँ म कुक भिजामा आएको। कु भिसा भनेको कस्तो? कुक भिजा कि कुक? ए कुक भिसा, ओके। हजुर, तपाईँले त्यो भिसा राख्नलाई तपाईँले भिसा जुन लिनु छ नि, तपाईँले के आफैले जानुभएको कि अरूले तपाईँलाई पठाइदिएको लिइराइदिएको त्यो भिसा? भिजा भन नि यही मान्छे चिनेको थ्रुबाट। चिनेको थ्रुबाट तपाईँ जानुभयो कि भएन कहाँ के गर्दाखेरि? भिसा लिनलाई? गएको होइन, त्यो अनि कन्सल्टेन्सी त्यही। टिकट नि टिकट टिकट आफै काटेको। आफैले राखेको हो नि। अनि त्यो टिकट लिँदाखेरि तपाईँ आफू जानुभयो कि तपाईँलाई त्यो कन्सल्टेन्सीले दियो कि कसले दियो? कस्तो तपाईँले भन्नु खोजेको बुझेन सर। टिकट टिकट एयरप्लेनको टिकट हुन्छ नि तपाईँलाई। टिकट त सबै आफ्नै हो नि, टिकट पैसा सबै आफै दिएर। आफूले दिएर लिनुभयो नि होइन। अनि तपाईँलाई एयरपोर्टमा के तपाईँले मतलब आफै जानुभयो कि तपाईँलाई कसैले लिनु आएको थियो सर? एयरपोर्टमा लिन आएको थियो। अनि उतातिर जुन अफिसमा जाने बेलामा त्यहाँ पनि लिनु आएको थियो? अफिसमा होइन, त्यो त ट्राभल एजेन्सीमा दिएको। भनेको मतलब त्यहाँ तपाईँलाई कुनै पनि टेन्सन भएन, सबै टक 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 मिल्दै गयो। मिल्छ हजुर सर। त्यो सर अमृत सर अब यो मैले बुझिसकेँ सर होइन, यो मिल्छ। अब अमृत उहाँलाई एकचोटि युट्युबमा एकचोटि यस्तो खालको विषयमा भिडियोहरू हुन्छ। यहाँ लक्ष्मी मलाई दाई सर लक्ष्मी यति दाई हो कि सर, हुनुहुन्छ तल, मलाई चाहिँ यो त्यो लक्ष्मी दाईले सेयर भन्नुहुन्थ्यो। यो सेयर बेच्न चाहिँ आउँछ, यो टिएमएस को हजुर त्यो बेच्न र किन्न चाहिँ आउँछ, तर त्यस्तो हेर्न साइटमा यो हुन्छ नि बोनस ठिक डे छ। त्यो केही त्यो नै आउँदैन।
यस्तो बारेमा युट्युबमा भिडियोहरू आइरहेको हुन्छ। तपाईँले नेपालीमै बोलेर पनि सर्च गर्न मिल्छ अहिले युट्युबमा होइन। अनि त्यो युट्युबमा यस्तो विषय के गर्ने होला भनेर सोध्नुभयो भने युट्युबमा धेरै भिडियोहरू छ नेपालीहरूले नै बनाएको। त्यो भिडियोमा नेपालीमै यस्तो कुराहरू व्याख्या गरेको छ। एकचोटि हजुरले ट्राई गर्नुहोस् आज, भोलि पनि भोलि आजसम्म भेट्नु भएन भने अब तपाईँको जापानमा त धेरै राति भइसक्यो अहिले त होइन। हजुर भोलि 2 बजे तपाईँले केही सल्युसन भेट्नु भएन भने भोलि चाहिँ तपाईँलाई फेरि हामी लिङ्क नै पठाएर भने सपोर्ट गरिदिन्छौँ सर। ए ल हुन्छ सर। सर तर यो डेको तपाईँलाई थाहा छैन होइन अहिले नै अब त्यहाँ हामीले अब ठ्याक्कै स्पेसिफिक अहिले नहेरेको हुनाले हो, मेरो त्यो छैन। स्टक कुन चाहिँ थियो सर हाम्रो रे? एचएलआई भन्ने सर हिमालयन लाइफ इन्सुरेन्स ल तपाईँले एकचोटि ट्राई गर्नुहोस्, म तपाईँलाई आज सल्युसन भएन भने म आफै कोसिस गर्नुहुन्छ भनेर हो, नभए भने भोलि तपाईँलाई म लिङ्क नै हालिदिन्छु है त। ल भन्नाले यो अहिले वेबसाइट हेर्नु पर्ने त एचएलआई भनेर त्यो वेबसाइटमा हेर्ने डेको हिमालय नदिएको तपाईँलाई इन्सुरेन्स रबिन सर एकछिन तपाईँलाई यहाँको मेसेज हेर्न आउँछ यो क्लब हाउसको मेसेज हेर्न आउँछ सर हजुरलाई क्लब हाउस नि म यो बेला बेला सुन्छु कि खै यो हेर्न नि राम्रोसँग आउनु त्यो एउटा युट्युबमा लिङ्क छ त्यसको तपाईँले हान्नुहोस् होइन मैले तपाईँलाई पठाइदिएको पनि छु लिङ्क एउटालाई राखेको रहेछु कहाँ गएर हेर्ने यो गो टु मेसेज भन्ने आयो त अब त्यहीँ जानुहोस् त्यहाँ एउटा लिङ्क पठाए युट्युबमा लिङ्क हालिदिएको छु मैले एकजनाले बनाएर राख्नु भएको रहेछ मैले त्यो लिङ्क पठाइदिएँ त्यहाँ जे जे हुन्छ त्यही गर्नुहोस् है ए ल हुन्छ ल धन्यवाद हस् हस् हजुर धन्यवाद हजुर। ल ठिक छ सर। WHO हु सर आउनुभएको छ। हु सर नमस्ते, वेलकम सर। त्यो एचएलआई को ऊ चाहिँ नि क्यापिटल चाहिँ नि प्रभु क्यापिटल रहेछ है। ल मैले त्यति चाहिँ तपाईँलाई खोजेर भन्ने, प्रभु क्यापिटलमा तपाईँले कन्ट्याक्ट गरे पनि हुन्छ। प्रभु क्यापिटललाई पैसा तिर्नु पर्यो, उसले भनेको एकाउन्टमा ट्याक्स कति पैसा छ कति पर्सेन्ट भनेको छ त्यो पैसा तिर्दै उसले भनेको एकाउन्टमा तिरेपछि तपाईँको काम हुन्छ। त्यो चाहिँ हो। यो अस्ति नै सोद्धा नि प्रभु त हो कि यो तिर्ने यो खै उ नै थाहा भएन कि सर तिर्ने बेला भयो कि भएन त्यो कसरी हेर्ने जस्तै त्यो तिर्ने कि त्यो क्यापिटलकै फोन नम्बर अथवा इमेलमा इमेल गर्नुभयो भने तपाईँलाई खबर आउँछ सर। सर यस्तो म तपाईँलाई एउटा कुरा बताइदिन्छु, प्रभु क्यापिटल भनेर तपाईँले गुगलमा सर्च गर्नुहोस् है। यो प्रभु क्यापिटल भनेको प्रभु ब्याङ्क र क्यापिटल एउटै हो सर तपाईँले मैले भनेको पुरा कुरा सुन्नुहोस् र त्यसलाई नोट गर्नुहोस्। यदि तपाईँलाई थाहा छैन भने त्यो तपाईँको लागि राम्रो हुन्छ, किनभने क्वेसन माथि अर्को क्वेसन गर्दाखेरि तपाईँले पनि बुझ्दैन, हामीले जति कुरा भन्यो भने तपाईँले बुझ्दैन। भनेको कुरा टिप्नुहोस् त, प्रभु क्यापिटल गुगलमा सर्च गर्नुहोस्, प्रभु क्यापिटल है, प्रभु ब्याङ्क होइन, प्रभु क्यापिटल भनेर गुगलमा सर्च गर्नुहोस्। त्यहाँ प्रभु क्यापिटलको फोन नम्बर पनि आउँछ, इमेल आइडी सबै आउँछ। तपाईँले लोकल फोनबाट भने लोकल फोन गरेर सोधे पनि हुन्छ, नत्र भए इमेल गरेर सोद्धाखेरि पनि हुन्छ है। अमित सर मैले पठाइदिएको भिडियोमा सबै कुरा छ क्या सर, उहाँलाई के भन्नै पर्दैन सर। हुन्छ उहाँले हेर्नु जाने मैले युट्युब लिङ्क पठाइसकेको छु, उहाँले भेटिसक्नु भएको छ, चिन्ता गर्नु पर्दैन। ल यो विषयलाई अब क्लोज गर्नुहोस्। के भन्नुभयो हजुर? एकचोटि भिडियो हेर्नुहोस् सर है, त्यो भिडियोमा सबै कुरा छ भन्नुभएको छ। भिडियोबाट चित्त नबुझेपछि तपाईँले कुरा बुझ्नु भएन भने फेरि प्रश्न राख्नु होला है। यहाँ चाहिँ हिमालयन इन्सुरेन्सको 14%। ए ल हुन्छ सर ल। हस् 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 हुन्छ, हस् धन्यवाद। प्रश्न राख्नुपर्छ, प्रश्न राख्न डराएर पनि हुँदैन। विषयहरू सामान्य सानोतिना हुन सक्छन्, साह्रै सानो विषय जस्तो लाग्छ, तर कन्फ्युजन भनेको कन्फ्युजन होइन। म चाहिँ नि सरी भनिहाल्छु, अघि नै चाहिँ नि उहाँले कुरा गरेको हेर्दाखेरि चाहिँ त्यो जानिकन नजानेको जस्तो पाराले चाहिँ होइन। यस्तो छ सर, अब तपाईँ इन्टेन्सनली तपाईँले पनि उहाँलाई त्यो सिक्नुहोस्, सिक्नुपर्छ आफूले भनेर भन्न खोज्नु भएको हजुरले पनि होइन, सिक्न कोसिस गर्नुपर्छ भन्ने हो। आफैले त्यो गर्न कोसिस गर्नुपर्छ होइन, तर यदि अन्यथा नखानु होला, मैले चाहिँ सरी होइन ठिक छ सर, ठिक। यो होइन सर, म त्यस्तो होइन, मलाई साँच्चै थाहा नभएर सोधेको। यो क्लब हाउस बेला बेलामा सुन्छु मैले, यो त्यो के अरे यो राजाको के अरे त्यो के दरबार हो कि के भन्ने, त्यो दरबार हो कि महाराजाको दरबार भन्ने बेला बेला सुनिरहेको थिएँ। अनि के त्यो फेक के लाग्थ्यो बेला बेलामा सुन्छु, तर त्यस्तो
सोध्ने चाहिँ गरेको थिएन एकचोटि पहिला कुनमा सोधेको चाहिँ थिएँ अनि यो तपाईँको नआएको कारण चाहिँ यो नतिरेर भनेको थियो कि मलाई यसको तिर्ने बेला भएन भन्थ्यो त्यही भएर 1-2 महिना भइसक्यो त्यही भएर तिर्ने थाहा नभएर हो कि सर म यहाँ नेपालमा भएको भए त ब्याङ्कमै गएर त्यहीँ गएर सोध्थेँ अब म यहाँ जापानमा छु टाइम नि हुन्न अनि यसो अहिले फ्री थिएर भोलि छुट्टी थिएर ट्याक्कै यहाँ नेपालमा कलम कहाँबाट हाउसमा हो सर तपाईँ नजर सर तपाईँ नेपालकोमा कहाँ हो तपाईँको घर बागलुङ हजुर ए ओके मेरो त आफ्नै बागलुङ्गे जिल्लाकै दाजुभाइ पर्नुभएछ यति राम्रो ठाउँ त सर यति राम्रो ठाउँ त लाइफमा कहिले पनि बिर्सिँदैन त्यो धौलागिरी देखेको सो ब्युटिफुल साँच्चै है एकदमै बिहानको 6 बजेतिर त्यो घरको ढोका खोलेर हेर्दाखेरि ड्याङ्ग धौलागिरी देखेको म तर्सेको सर रमाइलो छ सर बागलुङ रमाइलो छ एकदम गजब तपाईँले धौलागिरी भन्नुभयो म पनि त्यो बिहानैकै मर्निङमै 6 बजे हिँडेको छु एकचोटि वकिङमा यस्तो गजब छ यस्तो भयो सर यहाँबाट नाइट बसमा गएको त्यहाँ अब राति पुग्यो सुत्यो अनि हल्लाले गरेर बिहान उठेको त अब यहाँ सुतेर उता उठ्दाखेरि चाहिँ नि एक्काइसी तर्सेको सर अर्को यसो अर्को चाहिँ क्वेसन हुन्छ एउटा मात्रै त्यो यो वैदेशिक रोजगारको कि सर यो त्यो हाम्रो कोटा छुट्टी हुन्छ कि होइन सर जस्तै त्यो धेरै जस्तो त पढिरहेको छ जस्तै कहिले कहिले पढ्दैन कि मेरो नपढा पनि त्यो अर्को उसमा चाहिँ त्यो भर्ने त्यो देखाएको हुन्छ त्यो अर्कोबाट नि दुइटैतिर भरे कि फरक पर्छ कि पर्दैन नि पढेन भने कि यसमा के छ वैदेशिक रोजगारबाट भरेको साथीहरूले फेरि जेनरलबाट भर्न पाइन्छ कि पाइन्न डबल भन्ने कुरा आए जस्तो लाग्यो हो सर हो त्यही नै हो सर त्यसको लागि टेन्सन लिनु पर्दैन यदि वैदेशिक रोजगारमा परेन भने चाहिँ त्यसमा भरिदिनुहोस् पऱ्यो भने पाइहाल्यो नपरेको पनि सिधै फेरि पैसा फिर्ता पाइहाल्छ किन टेन्सन लिने त्यसमा भर्न पाइने त्यो नपाइने हो टाइम वेस्ट किन गर्ने भनेर त्यो झन् त्यो अर्को भरेको पनि त्यो हुने क्यान्सल हुने कि परेको पनि भनेर यदि परेको बेला नि देखाउने रहेछ कि त्यो भर्ने चाहिँ आउने रहेछ फाइनेन्स किन्नु भयो कि नै भनेर प्रश्न आएको छ तपाईँलाई दरबारमा गएर फाइनेन्स किन्नु भयो कि नै मैले एसआइसिएलको किनेछु सर धेरै अरू चाहिँ प्रभु ब्याङ्कको छ त्यस्तो अरू छैन सर फाइनेन्स छैन फाइनेन्स भनेको अब कुन चाहिँ फाइनेन्स पक्नै भने कमेन्टमा आएको प्रश्न मात्रै राख्दिया तपाईले नजिर सर म तपाईँलाई एउटा सानो सल्लाह जस्तो दिन्छु तपाईँ एकदमै त्यो ऊ जस्तो लाग्यो होइन तपाईँ केही सिक्ने कोसिस गर्नुहोस् अलिकति समय दिनुहोस् सेयर मार्केटमा होइन तपाईँको कस्तो भन्छ नि बेसिक कुराहरू पनि नजान्दाखेरि चाहिँ धेरै नै तपाईँको पछि गएर चाहिँ पछुताउ नपरोस् होइन तपाईँहरूले मेहनत गरेर कमाएको पैसा हुन्छ विदेश फर्किनुहुन्छ फ्यामिलीहरू छाडेर सबै मेहनत गरेर कमाएको पैसा हुन्छ लोभले लाभले लाभ नहोस् तर जसरी तपाईँले चाहिँ मेहनत गरेर चाहिँ कुक सिकेर तपाईँको जापानमा पुग्नुभयो त्यसरी नै यदि सेयर मार्केटमा यदि तपाईँ लगानी गर्ने हुनुहुन्छ भने राम्रोसँग ध्यान दिएर सिक्नु होला सर नत्र त यहाँ आँखा चिमिक्क माइल गायब सिद्धियो जिन्दगी त्यसमा हेरे सही हो धेरै सिक्नुपर्छ हजुरले युट्युब च्यानलहरू हेर्ने गर्नुहोस् त्यहाँ धेरै कुराहरू आउँछ त्यसो बिस्तारै बिस्तारै तपाईँलाई सिकाउँछ सानो टेक्निकल कुराहरू पनि सिक्नुपर्ने हुन्छ त्यो टेक्निकल सानो सानो कुराहरू पनि भनौँ न अब तपाईँ सानोतिना कुराहरू अब यही कुराहरूमा पनि इन्फर्मेसनहरू लिनलाई अहिले सजिलो छ त्यो खालि हन्टिङ गर्नु पर्यो हन्टिङको लागि अब तपाईँ वेब पेजहरू पनि यसो एक्सेस गर्नु पर्यो युट्युबहरू पनि हेर्नु पर्यो तपाईँ सानो कोसिस गरेको भए यो समस्याको समाधान तपाईँ आफै गर्न सक्नुहुन्थ्यो जस्तो लाग्छ गर्नु भएन ठिक छ भएन त्यो सिकाउने त्यस्तो साथी नभएर नि होला संगत नभएर नि होला ठिक छ यो पनि तपाईँकै हाम्रै फोरम हो तपाईँले राख्नुभएको कुराहरू सब ठिक छन् सर फेरि पनि अब तपाईँले बारम्बार आउनु होला आफूलाई लागेको कुराहरू सोध्नुपर्छ सबैले सोध्न हामी सोध्ने फोरम नै हो यो कुराकानी गर्ने फोरम नै हो अन्यथा नलिनु होला ठिक छ सर अब हामीसँग धेरै समय त छैन म चाहिँ बाहिर निस्किने हो साथीहरू कन्टिन्यू गर्नुहुन्छ भने मलाई समस्या छैन क्लाउड सर तपाईँ बाहिर निस्किसक्नु भएको सर म निस्किएको त छैन सर होइन सर म सुनिरहेको अब लगभग 10-56 पनि भयो म चाहिँ अब निस्किनु पर्छ भन्ने उसमा छु
साथीहरू केही अब जिस्टमा केही कुराहरू छन् भने राखौँ, नत्र भने अब निस्क्यौँ कि जस्तो लाग्छ। के भन्नुहुन्छ सरहरू? केही छ राय सुनौँ सबै सरहरूको। सुन्ने हो रबिन सर तपाईँकोबाट अब सुत्ने हो सर? कहाँ सुत्ने सर, भोलि दिन बाँकी नै छ नि। दिन त भोलि होइन पर्सिको पनि आउँछ सर। हामी तपाईँ नभए पनि दिनहरू अगाडि बढिरहन्छन् सर। यो त दिनको त के समस्या छ र सर? हाम्रो रात पनि हाम्रै हो नि त सर फेरि। होइन रवि सर, एउटा कुरा अहिले त नेप्से घटिरहेछ, तपाईँले पनि त्यो स्टक लिनु भएको छ, त्यो पक्कै घटिरहने होला। तपाईँले अस्ति न भन्नुभएको थियो, मैले क्वेसन गरेकोमा तपाईँले एउटा पनि स्टकमा छिरेको छैन भनेर, तर अहिले छिर्नु भएको छ, घटिरह्यो होला, तपाईँलाई त निन्द्रा हरायो होला सर। किन सुत्नु पर्यो भने नि तपाईँलाई? त्यस्तो हुँदैन नि सर, त्यस्तो हुँदैन सर। मेरो अझै पनि WACC माथि नै छ सर, खरिद भन्दा माथि नै छ रेट सबै। मेरो घटेको छैन सर। ए हो, ओहो, मैले त्यसमा नै सोधेको थिएँ, तपाईँ यु आर नट फ्रम अर्थ भनेर टक्कै यस्तो मार्केट घटेरै कुरा भने तपाईँको WACC मुनि हुनु भनेको त अचम्म हो नि सर। अब म अब सेयर बेच्छु, अनि रबिन दाईलाई अनि हाम्रो रबिन सरलाई अनि आएर चाहिँ को कोलाई ल्याउने हो भन्दाखेरि अनि सुभाष चन्द्र भट्टराईलाई बोलाउनु पर्यो ट्याक्क फोन गरेर बेचेपछि। ल म जाँदा जाँदै तपाईँहरूलाई एउटा सानो क्लु पनि राखिहालौँ। हाम्रो यो लगानीकर्ता सङ्घ अस्ति दर्ता भएको छ, हजुरहरूले लगभग जानकारी भइसक्यो होला होइन? त्यसको एउटा जिम्मेवारीपूर्ण मेरो जिम्मेवारी पनि छ त्यहाँभित्र, त्यो संस्थाभित्र। त्यसको सञ्चालन, त्यसलाई अगाडि बढाउने, त्यसलाई नीतिगत रूपमा पोलिसीहरू फर्मेसनदेखि लिएर तपाईँ हाम्रो के भूमिका, सहभागिता, तपाईँ हाम्रो अपेक्षाहरू सब विषयलाई संयोजन गर्ने, समेट्ने, ती विषयहरूलाई सम्बन्धित निकायमा पुर्याउने र त्यसलाई कार्यक्रमको रूपमा अगाडि बढाउनको लागि संस्थाभित्र एउटा महत्त्वपूर्ण जिम्मेवारी मेरो पनि आइपुगेको छ सर। म त्यहाँ एक्टिभली पार्टिसिपेट छु पदाधिकारीकै हैसियतमा। मलाई तपाईँहरू सबैको सहयोग, समर्थन, विचारहरू, आइडियाहरू चाहिन्छ सर। म बेला बेलामा यहाँहरूसँग त्यो विषयमा पनि तपाईँहरूका सुझावहरूको लागि पनि केही यस्ता विषय समेटेर कुराकानी राख्ने कोसिस गर्छु। हरेक दिन त नभनौँ, 2-3 दिन बिराएर। तर अहिले चाहिँ हामी प्रेस मिट गर्दैछौँ छिट्टै नै, यो 2-3 दिनभित्रमा, 4 दिनभित्रमा। त्यो प्रेस मिटको जानकारी भोलि बेलुका अथवा पर्सि बिहानको उसमा, पर्सि बेलुका अथवा भोलि बेलुका हामी जानकारी गराउँछौँ। मिल्यो भने तपाईँ हामी सबै लाइभ प्रेस मिटमा रबिन भेट्ने सरलाई मैले कोसिस गरौँ। बिचमै एक कुरा काटेँ है रबिन सर, अरू लगानीकर्ताको अरू जस्तै हो कि फरक छ कि कसो छ सर? तपाईँहरूको अब्जेक्टिभ के होला यसो जानकारी दिनु न। त्यो सबै कुरा हाम्रो फेसबुक पेजमा हजुरले भेट्नुहुन्छ। हामीले फेसबुक पेजमा केही कुरा सुरु गरिसकेका छौँ सरहरू है। र तल लिङ्क राखिदिनु न, त्यो लिङ्क पनि मैले साथीभाइहरूले पनि यसो एकदम फेसबुक पेज लिङ्क नै म यहाँ राखिहालेँ सरहरूलाई। पब्लिक फोरममा बोल्न नमिल्ने कुराहरू लिङ्कमा हालिदिन्छ भनेपछि ढुकाउनु दाइ। मैले कपी लिङ्क गरेँ। ल चाहिँ लिङ्कमा यो पेज फेसबुक पेज आएको छ, साथीहरूले त्यसलाई फलो गर्नु होला। हामीले हाम्रा इन्फर्मेसनहरू यो हाम्रो नभनौँ, तपाईँ हामी सबैको साझा एउटा मञ्चको रूपमा नेपाल शेयर बजार लगानीकर्ता सङ्घ हामीलाई दर्ता गर्नको लागि मात्रै करिब 9 महिना समय लाग्यो। हामीलाई दर्ता गर्न नदिनको लागि नै धेरै प्रपञ्चहरू भए। हामीले नेपाल सरकारका प्रधानमन्त्री कार्यालय बाहेक सबै मन्त्रालयहरूमा, मुख्य मन्त्रालयहरूमा
विविध अवरोधका बावजुद पनि हामीले यो दर्ता गर्न सफल भयौं लामो समयको सङ्घर्षपछि र यसले धेरै काम गर्नुपर्ने छ। त्यसको खाका हामीसँग लगभग छ। हामी प्रेस रिलिज प्रेस मिटबाट यो विषयहरू तपाईँहरूसँग ल्याउने छौं र तपाईँहरूसँगै सहकार्य गरेर तपाईँहरूकै जिम्मामा यो संस्थालाई अगाडि बढाउनु पर्नेछ र हाम्रा विशेष गरेर लगानीकर्ताको हकित सम्बन्धी नीतिगत जुन समस्याहरू छन् नेपालमा हाम्रो चाहिँ यो व्यापक सदस्यमुखी हुन्छ। प्रायः जसो लगानीकर्ताका सङ्घ सङ्गठनहरूमा व्यक्तिहरूलाई नयाँ सदस्यहरू इन्ट्री नदिने, नयाँ सदस्यलाई कार्यकारी भूमिका नदिने र सदस्यहरूलाई इन्टरटेन नगर्ने त्यो अलि बढी भएको कारणले हाम्रो यो चाहिँ सबैलाई ओपन छ। सबै सदस्य हुन सक्नुहुन्छ, सबैले आएर कार्यकारी भूमिका निर्वाह गर्न सक्नुहुन्छ। देशैभरिबाट हामीले 40-50 हजार भन्दा बढी लगानीकर्तालाई यसमा जोडेर राष्ट्रिय महासङ्घ नै बनाएर अगाडि बढ्ने भन्ने योजना छ र सरकारलाई नीतिगत रूपमा भएका सबै समस्याहरू ल्याप्सेसहरूलाई सुन्नलाई यता हामी अधिकार प्रो पब्लिकको भूमिका खेल्नलाई तपाईँ हामी सहकार्य गर्नुपर्ने छ। त्यसको लागि सुझावहरू सङ्कलन गर्ने अभियान पनि सुरु हुँदैछ छिट्टै नै। त्यो गर्छौं। त्यति बेला सुझावहरू औपचारिक रूपमा पनि दिनुहोला, हामी लिनेछौँ। तपाईँ पनि लिनुहुनेछ। तपाईँ फेरि मैले लिने होइन कि तपाईँहरूले पनि सुझावहरू लिनुहोला आफूसँग नजदिक भएका साथीहरू सबैसँग। त्यो सुझावलाई समेटेर हामीले राष्ट्रिय सुझाव नै बनाएर विभिन्न सँग सम्बन्धित सङ्घ संस्थाहरू सेवन ऋतुपत्र बोर्ड, अर्थ मन्त्रालय, इभन गृह मन्त्रालयसम्म पनि हाम्रा सुझावहरू समेट्नु पर्ने अवस्था छ। अहिलेसम्म प्रो पब्लिकका सङ्घ संस्थाहरूले जे जति गरे उनीहरूलाई धन्यवाद दिउँ र हामीले अलिक फरक तरिकाले भन्दा पनि अहिलेको आवश्यकता, अहिलेको मौका, अहिलेको च्यालेन्जलाई कोप गर्ने गरेर अलिक फरक ढङ्गले काम गर्नुपर्ने अवस्था छ। त्यति आशा, अपेक्षा, विश्वास हजुरसँग मैले राखेको छु। यति नै कुरा अहिले राखौँ होला। त्यसपछि प्रेस मिट पछि औपचारिकमा सबै कुरा सार्वजनिक गर्छौँ हामीले। त्यो सार्वजनिकमा कसले के जिम्मेवारीको भूमिका नयाँ समिति उपसमितिहरूमा पनि बन्ने छन्। त्यसमा साथीहरूको सहभागिता पनि हामीले त्यति बेला खोज्नेछौँ। त्यो सँगसँगै एउटा लगानीकर्ताहरूको तर्फबाट व्यापक एउटा त्यो पावरफुल एउटा बौद्धिक इन्टेलेक्चुअल एउटा बढी चाहिँ मेकानिजम चाहिँ फङ्सनेबल मेकानिजम तयार हुन्छ भन्ने विश्वास छ हामीलाई है। असरहरू मैले यति नै कुरा राखेँ। छोटो केही छ भने 1-2 मिनटमा कुरा गरिहाल्न सक्छु। अब धेरै समय चाहिँ नबस्नु जस्तो लाग्छ सर। केही छ सर? सर मैले चाहिँ तपाईँले राखेको लिङ्कमा लाइक गरिदिइसकेँ होइन, हेर्नु होला। एउटा लाइक प्लिज 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 यो तपाईँ हो सर। हामीले त गर्न सक्ने केही पनि छैन होइन सर। अब जे गर्ने हजुरहरूले नै गरिदिनु त हो नि। यो तपाईँले नै गर्ने हो सर। अन्तिम यो सब तपाईँले हामीले सबैले मिलेर गर्नुपर्छ। अहिले भन्नुभएको छ तपाईँलाई म बाहिर निकालेर अमृत सरलाई ल के हजुरको सर के अमृत सर भनेको भनेर बाहिर पब्लिकमा आउनु पर्यो नि सर। छैन सर, मसँग त्यस्तो खास छैन। हुन्छ सर।